गोपाल सर, स्वागत छ यहाँलाई हाम्रो पोडकास्टमा। धन्यवाद। पछिल्लो समय संसदमा प्रधानमन्त्रीको उपस्थिति र उहाँले नेपाल भारत सिमानाको विषयमा दिनुभएको विवादास्पद अभिव्यक्ति भनौँ, त्यस विषयलाई तपाईँले कसरी हेरिरहनु भएको छ? या यो विवादको विषय जुन बन्या छ यसमा दुई थरी कुराहरू आइरहेछ। एउटा समर्थन पक्षले चाहिँ यो ठिक हो भन्ने कुरा आइरहेछ, या यसका विज्ञहरूले चाहिँ उहाँले चाहिँ ठुलो कमजोरी गर्नुभयो यो खालको अभिव्यक्ति दिएर भन्ने छ। तपाईँ आफैलाई लागेको चाहिँ के हो उहाँको यो संसदमा दिनुभएको अभिव्यक्ति? होइन, मन चाहिँ के छ भने मलाई चाहिँ कस्तो लाग्छ भने प्रधानमन्त्री सांसदले खोज्दा प्रधानमन्त्री नआउने, त्यो धेरै सांसदहरूले हाम्रो प्रश्न छन् प्रधानमन्त्रीसँग। प्रधानमन्त्री त हामीले पो बनाएको, त हामीले बनाएको प्रधानमन्त्री नआउने भनेर धेरैचोटि सांसदहरूले खोज्नु आउनु भएन। र त्यस दिन आकस्मिक उहाँको चाहिँ नि संसद प्रवेश भयो र आकस्मिक रूपमा उहाँले चाहिँ नि सभामुखसँग हात उठाएर रोस्टम प्रयोग गर्न स्वाभाविक भइ नै हाल्यो, प्रधानमन्त्रीले गर्नै पर्छ। तर त्यस पछाडि उहाँले जे म प्रश्न उत्तरका निम्ति आएको तपाईँले मलाई खोज्नु भएको रहेछ र म प्रश्नको जवाब दिन्छु भन्ने प्रधानमन्त्रीले सार्वभौम संसदको रोस्टममा उभिएर जे कुरा भन्नुभयो अत्यन्तै संवेदनशील विषयमा जुन खालको उहाँको स्टेटमेन्ट छ, त्योबाट म नागरिकको रूपमा चाहिँ मलाई एउटा अब प्रधानमन्त्रीको संसद प्रवेश आकस्मिक भयो, तर त्यो आकस्मिक प्रवेशलाई सांसदहरूले स्वागतै गरे पनि जब स्टेटमेन्ट उहाँले दिनुभयो त्यो गम्भीर विषयमा जुन खालको गलत चाहिँ स्टेटमेन्ट दिनुभयो, त्यसबाट चाहिँ एउटा नागरिकको रूपमा मलाई एउटा लज्जाबोध होइन भएको छ। सम्भवतः धेरै 3 करोड नेपालीमालाई लज्जाबोध भएको छ। र आजका दिनमा मञ्जी तपाईँले भने जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई को के बाध्यता हो मैले बुझिनँ, तर एउटा सांसद हो जनताले निर्वाचित गरेर पठाएको सांसदले आफ्नै प्रधानमन्त्री छ, आफ्नै पार्टीको छ भने पनि त्यो गलत कुराको कभरअप गर्नका निम्ति अथवा नेपालले चाहिँ भारतको सीमा मिच्यो भन्ने तथ्यहरू खोज्दै हिँड्ने त्यो दुर्भाग्य के हुन्छ र? त्यो मलाई चाहिँ कस्तो लाग्छ भने कमसेकम पनि राष्ट्रिय साँच्चै प्रधानमन्त्रीले बोलेको कुराप्रति राष्ट्रिय स्वतन्त्र पार्टी त्यो रुलिङ पार्टीले अलिकति पनि रेस्पोन्सिबल छ भने बरु त्यो स्टेटमेन्टमा भएका जे कुरा हो त्यही कुरामा सामान्य प्रधानमन्त्रीज्यू तपाईँले त बोलिहाल्नुभयो, तपाईँ कसरी बोल्नुभयो, तपाईँको टङ स्लिप भयो कि अथवा तपाईँले योजनाबद्ध ढङ्गले तपाईँसँग प्रमाणै छन् कि भनेर बोल्नु भएको के हो? हामीलाई पनि हामी तपाईँकै सांसद हौँ, सत्तारूढ पार्टीकै सांसद, तपाईँले भोट हालेर प्रधानमन्त्री बनाएका सांसद हौँ, हामीलाई नै जानकारी भएन, बरु हामीलाई भनिदिनुहोस्, होइन भने त गलतै भयो भनेर भन्न सकेको भए आज राष्ट्रिय स्वतन्त्र पार्टीका निम्ति पनि यो राम्रो कुरा हुन सक्थ्यो। तर अहिले मलाई कस्तो लाग्छ भने सम्भवतः छिमेक सम्बन्ध मात्रै होइन मञ्जी, यो वैश्विक कूटनीतिमा नै तपाईँले यस्तो स्टेटमेन्ट नर्मली प्रधानमन्त्रीले दिँदैन। एउटा त जमिन मिचेको ठाउँमा पनि प्रधानमन्त्रीले जमिन मिचेको कुरा गर्दैनन्। हाम्रो त जमिन मिचेको कुरा आजसम्म प्रमाणितै छैन नेपालले भारतको। यस्तो अप्रमाणित कुरामा प्रधानमन्त्रीले मिचेको भन्नु भने त यो दुर्लभ एउटा दृश्य हो भनेर लाग्छ मलाई चाहिँ। गोपालजी, अझ यसमा नेपाली जनतालाई स्पष्ट पारिदिनुपर्ने कुराहरू के छ भने धेरैजनाले कन्फ्युजन भइरहेको यो बोर्डर डिस्प्युट र विशेष गरी यो सीमा क्षेत्रमा हुने टेरिटोरी, यसलाई के भन्छ, अकुपेन्सी भन्छ, यो के फरक हो यो दुईटा बिचमा चाहिँ? रासपाका केही सांसदहरूले त अझ सीमा स्तम्भ र वरिपरि देखाएर यसरी चाहिँ नेपालले सीमा मेचेको छ भन्नेसम्म पनि उहाँहरूले देखाउन भाउनुभयो होइन। पब्लिकलाई बुझाइदिनुपर्ने कुरा के छ भने यो टेरिटोरी डिस्प्युट र क्रस बोर्डर अकुपेन्सीको चिज चाहिँ के फरक हो? यसमा चाहिँ एकदम के फरक छ भने जस्तो हामीले भन्ने गरेर तपाईँ उदाहरण धेरै भन्छु है त म। जस्तो हामीले लिपुलेक लिम्पियाधुरा कालापानी भनौँ, जो चाहिँ करिब 372 वर्ग किलोमिटर क्षेत्र नेपालको भनेर हामीले भन्यौँ होइन। त्यो क्षेत्र भारतले पनि हाम्रो भनेर दाबी गरेर हाम्रो नक्सा पनि राख्यौँ। त्यो चाहिँ स्टेट अकुपेन्सी भयो क्या। त्यो चाहिँ हामीले त्यसलाई के भनिन्छ भने त्यो चाहिँ जस्तो अहिले प्रधानमन्त्री बालेन्द्र शाहजीले रोस्टममा उभिएर बोलेको कुरा चाहिँ उहाँले आफूले बोलेको कुरा चाहिँ के हो त, उहाँले चाहिँ तपाईँले अघि हामीले क्रस होल्डिङ अकुपेसन भने स्थानीय स्तरमा एक अर्काको बिचमा भोग चलनको विषय, खास गरी त्यो टेरिटोरी जस्तो भारतसँग हामी जति पनि जिल्ला सीमा जोडिएका जिल्लाहरू छन् ती जिल्लामा त्यहाँ बस्ने स्थानीयहरूले
कसैको पारी घर छ, कसैको बारी चाहिँ तपाईँको जग्गा होला, अथवा इभन कतिपय 10 गजा क्षेत्रमा पनि है उहाँहरूले एकअर्काका बिचमा समझदारी गरेर चाहिँ जसरी बस्नु भएको छ, त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन भयो। त्यो भनेको चाहिँ डिस्प्युट भनेको अब एक समझदारीपूर्ण ढङ्गले उहाँले एड गर्नु भएको छ। त्यो खासमा नन इस्यु आजका दिनमा, त्यो इस्यु नै होइन। र आज चाहिँ हाम्रो सम्मान्य प्रधानमन्त्रीजीले बोलेको विषय चाहिँ के भने उहाँले चाहिँ जसरी चाहिँ भारतले हाम्रो 372 वर्ग किलोमिटर क्षेत्र 1962 देखि निरन्तर त्यसको चाहिँ उसले प्रयोग गर्दै आएर त्यसको नियन्त्रण भएको छ, अथवा स्टेट इन्क्रिजमेन्ट त्यहाँ भएको छ, त्योसँग तुलना गर्दै त्यस्तै इन्क्रिजमेन्ट नेपालले पनि भारतका धेरै ठाउँमा गरेको रहेछ भन्ने आशय देखिन्छ। त्यो आशय भनेको चाहिँ बिल्कुल आजको यथार्थसँग मेल खाँदैन। आजको अहिले उहाँले कि त उहाँले मैले यसो भन्न खोजेको थिएँ यसो भनेको भनेर भन्नुपर्छ, कि त होइन मैले अहिले जनताले बुझ्नुपर्ने, हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने काहीँ पनि त्यो कालापानी लिपुलेको लिम्पाधराको विषय चाहिँ अहिले प्रधानमन्त्रीले भनेको विषयसँग जोडिँदैन होइन। त्यसैले प्रधानमन्त्रीले चाहिँ यदि काहीँ नेपालको राज्यले नै भारतको कुनै पनि सीमा अतिक्रमण गरेको विषय भइदिएको भए मिल्थ्यो। अब मलाई लागेको चाहिँ के भने हाम्रो प्रधानमन्त्री फेरि अब नयाँ प्रधानमन्त्री होइन, अलिअलि हामी डिपार्चर गर्छौँ भन्ने प्रधानमन्त्री, र डिपार्चरको यस्तो रूप भने चाहिँ यस्तो डिपार्चर हामीलाई चाहिएन फेरि होइन। हाम्रो प्रधानमन्त्रीले चाहिँ हामीले पनि सीमा मिचेछौँ भन्ने, तर प्रधानमन्त्रीको अभिव्यक्तिको केही दिनपछि नै भारतको विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा, विदेश मन्त्रालय थियो कस्तो उसमा चाहिँ नियमित पत्रकार सम्मेलनमा चाहिँ हाम्रो नेपालसँग लगभग 98% ठाउँमा चाहिँ कुनै पनि सिमानामा इस्यु छैन, बाँकी रहेको कुनै सानो ठाउँ त्यो विशेष गरी चाहिँ उहाँहरूले भन्न खोजेको ठाउँ सुस्ताको कुरा थियो होला, किनभने त्यो ठाउँलाई मात्रै देखाएर केही डिस्प्युट छ, त्यो पनि खोलाले जुन हिसाबले चाहिँ त्यो एरिया फरक पारेको छ भन्ने कुरा मात्रै त्यो भनिएको छ। त्यसले गर्दाखेरि त भारतले आफूले नेपालको कुनै पनि ठाउँमा हामीले सीमा मिच्या छौँ भनेको छैन। नेपालको प्रधानमन्त्रीले चाहिँ आफै हामीले चाहिँ भारतको पनि सीमा मिच्या छौँ भनिदिने, भारतले चाहिँ हाम्रो नेपालसँग लगभग 98% सीमामा कुनै पनि समस्या छैन, बाँकी रहेको 2% त्यो पनि सुस्तामा मात्रै छ भन्ने विवादले, यो कुराले हाम्रो भारतसँग जुन डिस्प्युट छ भनेर हामी भनिरहेछौँ त्यसलाई कहीँ पनि सपोर्ट गर्दैन। नेपालको प्रधानमन्त्रीले चाहिँ हामी आफै चाहिँ भारतको हामीले सिमाना मिचेको छौँ भनिदिने, यस्तो अवस्थामा हाम्रो सीमा विवाद कसरी समाधान हुन्छ? होइन, पहिलो चाहिँ म तपाईँलाई यी विषयमा अलिकति प्रश्न पारौँ। पहिलो चाहिँ के भने जस्तो हामीले भारत र नेपालको बिचमा जोइन्ट टेक्निकल कमेन्ट्री अन बााउन्ड्री भन्ने छ, जो त्यसले चाहिँ स्थायी संयन्त्र नै हो होइन। त्यो स्थायी संयन्त्र हामीले भुल्नु हुँदैन। त्यो स्थायी संयन्त्र निरन्तर काम गरेकै गर्छ। अब एउटा तपाईँले अहिले भनेको विषय के हो भने सन् 2007मा नेपाल र भारतको बिचमा एउटा सहमति भयो। त्यो सहमति दिल्लीको बैठकमा भयो के भने त्यहाँ चाहिँ नेपाल र भारतको बिचमा करिब 98% स्ट्रिपमा भन्छ त्यो रेखाङ्कन भनेको खास गरी हाम्रो बााउन्ड्रीमा जे समस्या छन् ती समस्यामा दुइटै कमिटीले अब एक किसिमले भने त्यो क्षेत्रको अनुगमन गरेर विलेजहरूको अवस्था सबै बुझेर उनीहरूले एउटा चाहिँ रिपोर्ट दिए कि 98% हाम्रो चाहिँ समस्या समाधान भयो सीमाको। अब त्यसको चाहिँ हामी त्यसलाई सहमति गरेर अब अगाडि नयाँ नक्सा निकाल्ने भन्नेसम्म तयारी भयो। तर त्यहाँ के हो दुईटा क्षेत्रमा विवाद कायमै रह्यो। एउटा चाहिँ सुस्ताको विषय, अर्को चाहिँ कालापानी। त्यतिखेर कालापानी भन्यो, पछि हामीले कालापानी लिम्पियाद्वारा भनेको त्यही कुरा भयो होइन। अब सुस्ताको समस्या के भन्दा सुस्ताको समस्याको नेचर फरक छ। सुस्ता चाहिँ नारायणी नदीले धार परिवर्तनका कारणले, किन हामीले त्यो फिक्स बााउन्ड्रीमा के भन्यो भने नारायणी नदीको पूर्वी किनारा नेपाल, पश्चिमी किनारा भारत भनेर हामीले भन्यौँ। तर नारायणी नदीले धार परिवर्तन गर्यो, उनीहरूले पारेको त्यसलाई गण्डक भनिन्छ होइन, त्यसले धार परिवर्तन गरिदियो। अब धार परिवर्तन गरेपछि के हो त भन्दा अब यताको जमिन उता पर्ने, उताको जमिन यता पर्ने, अथवा यताको घर उता पर्ने स्थिति त्यहाँ उत्पन्न भयो। त्यसैले त्यो विषय चाहिँ के भने प्योरली नदीले धार परिवर्तन, बुवा परिवर्तन गरेका कारणले भएको विषय हो। खासै भन्नु त्यो पनि क्रस बोर्डर अकुपेन्सी होइन। किन होइन भने त्यो चाहिँ त्यहाँका अब त्यसले परिवर्तन गर्यो। अब जसले जे मेरो जमिन यहाँ छ भन्नेहरू तलमाथि परे, उनीहरूले आफ्नो ढङ्गले त्यहाँ काम गर्दै गयो, त्यो विवादको विषय छन्। अझ त्यसलाई नै मान्ने हो भने त्यहाँ पनि भारतले नै बढी छैन त्यो त्यहाँ मिचेको देखिन्छ होइन। ती पनि एउटा त्यो विषय हो। अब कालापानीको विषय त मूलभूत रूपमा अघि पनि स्टेटले नै चाहिँ इन्क्रोच गरेको विषय हो, त्यो जगजाहेरै छँदैछ होइन, लगातार हामीले त्यो भनेकै छौँ। त्यसैले पहिलो बुझ्नुपर्ने विषय चाहिँ के रह्यो त भन्दाखेरि आजका दिनसम्म कुनै पनि भारतीय चाहिँ विदेश मन्त्रालय, भारतीय चाहिँ अथोरिटी, अफिसियल प्रधानमन्त्री कतै नेपालले हाम्रो सीमा मिच्यो भनेर भन्नुभएको छैन। एकदम रेकर्डमा रहनुपर्ने विषय। तर हाम्रो प्रधानमन्त्रीले चाहिँ नि फ्याक्ट चाहिँ नि आएर उहाँले
हामीले भारतको सीमा मिचेको छ भनिदिनु भयो। अब यो कुरा चाहिँ बडा आश्चर्यजनक पनि भयो। अब भारतले चाहिँ मिचेको छ नभन्ने, हामीले मिचेको छ भन्ने। अब मिचेको छ भनिसकेपछि त भारतलाई पनि शङ्का अब यो मिचेको रहेछ भन्ने पर्यो नि त। अब एउटा अझ म तपाईँलाई अर्को स्मरण गराउँछु। अहिले जसरी रुलिङ पार्टीको सभापतिज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेजी दिल्लीमा हुँदा तपाईँले हेर्नुभयो, अघि तपाईँले रिफर पनि गर्नुभयो, विदेश मन्त्रालयको प्रवक्ताले नियमित प्रेस कन्फरेन्सको सन्दर्भमा प्रश्न गर्दा पनि नेपालले भारतको जमिन मिचेको छ भन्नु भएन, कहीँ पनि भन्नु भएन। साँच्चै भन्यो भने प्रधानमन्त्रीले त्यो बोलेको कुरालाई कतै रेकर्डमा राखेको देखिँदैन। भनेको नेपालको प्रधानमन्त्रीले बोलेको कुराप्रति खासै उहाँ त्यसप्रति कुनै रेस्पोन्स देखिँदैन। यद्यपि अर्को विषयमा छ, प्रधानमन्त्रीले बोलेको 2टा पाटोमध्ये पछिल्लो पाटोमा त्यो विषयमा म हजुरलाई कुरा गर्छु। जस्तो उहाँले तेस्रो पक्षको सहभागिताको कुरा या यो बोर्डर डिस्प्युटमा चाहिँ उहाँले नामै किटान गरेर होइन चाहिँ उहाँले भन्न त अब लन्डन भन्नुभयो, तर इङ्ल्यान्ड भन्नुभयो। विशेष गरी ब्रिटेन, तत्कालीन ब्रिटेन बेलायत सरकार होइन, जससँग हाम्रो सुगौलीको सन्धि भएको थियो, उहाँ त्यो बेलाको चिज पनि उहाँले जोड्न खोज्नु भएन। भारत नेपालको सिमानाको चिजमा तेस्रो पक्ष को चिज आवश्यक हुन्छ या तेस्रो पक्ष आएर मिलाउने विषयवस्तु हो यो? यसमा चाहिँ पनि 2टा कुरै छ कि। जस्तो पहिलो चाहिँ के हुन्छ भने तेस्रो पक्षको आवश्यकता कतिखेर हुन्छ भन्ने कुरा हामीले बुझ्नु होइन, यसको अभ्यास के हो भन्ने। पहिलो चाहिँ के हो भने यो विषय साँच्चै भन्ने भने आजका दिनसम्म हामीले अघि म बारम्बार यो विषय लिपुलेक लिम्बुवाधुरासम्मको जमिनको विषय जो छ त्यो विषयमा नेपाल र भारतका बिचमा उहाँले दाबी गरे जस्तो डिप्लोमेटिक टक हामी गर्छौँ, डिप्लोमेटिक टक दाबी गर्छौँ भन्ने हिजो पनि भने, हिजो अरू सरकारले पनि भने, भारत सरकारले पनि रेसिप्रोकेट गर्यो होइन, संवादबाटै समाधान गर्ने भन्ने कुरा गर्यो, किनभने संवाद बाहेक विकल्प त छैन। तर अब साँच्चै भन्ने भने नेपालले पनि बारम्बार आह्वान गरेको छ भारतलाई कि अब हामी ऐतिहासिक तथ्यका आधारमा यो विषयमा वार्तामा बसौँ, तपाईँहरू प्रमाण लिएर आउनुहोस्, हाम्रो प्रमाण हामी लिएर जान्छौँ, हिस्टोरिकल डकुमेन्टहरू राखौँ, सबै नक्साहरू हेरौँ, त्यो बेलाका जे नक्साले भन्छ त्यही गरौँ भनेर नेपालले आह्वान गरेको छ। हिजो पनि गरे हो र इन्डियाले पनि डिनाइ पनि कम्प्लिटली गरेको छैन, तर खालि वार्ता भएको छैन। तर सबभन्दा पहिलो चाहिँ के हेर्नु पऱ्यो भने यो ल्यान्ड अन्तर्राष्ट्रिय कोर्टबाट हेऱ्यो भने यो ल्यान्ड डिस्प्युटेड टेरिटोरी हो। जस्तो हामीले दाबी गरेको छ, हामीसँग प्रमाण छ, इन्डियाले दाबी गरेर उसको नक्सामा छ, उसको प्रमाण छ, उसले भनेको छ। 2टा देशको दाबी भएपछि अन्तर्राष्ट्रिय कोर्टबाट हेर्दा चाहिँ यो डिस्प्युटेड टेरिटोरी भयो भने विवादित टेरिटोरी भयो नि त। अब विवादित टेरिटोरीको समाधान गर्ने चाहिँ सबभन्दा भने विवादित टेरिटोरी भन्ने 2टा पक्षकै बिचमा संवाद गर्ने। त्यसैले पहिलो चाहिँ यसो शर्त के हो भने 2टा देशको बिचमा घनीभूत छलफल बहस हुनु पर्यो, प्रमाण राखेर। त्यो दर्जनौँ पटक त्यो बहस भइसकेपछि यदि त्यो बहसले निष्कर्ष निकाल्न सकेन अथवा त्यसमा एउटा कुनै पक्ष हाबी हुने अथवा मानव यसलाई उदाहरण गर्ने नेपालले हिस्टोरिक डकुमेन्ट प्रस्तुत गर्यो, त्यो नेपाल टेरिटोरी चाहिँ नेपालमा पर्छ भन्ने प्रमाणहरू धेरै नेपालसँग बलियो हुँदा भारतले युनिल्याटरली डिनाइ गर्ने, लम्ब्याउने र त्यसका कारणले नेपालको चाहिँ नि शान्ति सुरक्षा अथवा द्विपक्षीय सम्बन्ध अथवा बहुपक्षीय सम्बन्ध रिजनल स्थायित्वमै कहीँ चाहिँ नि खलल पर्ने सम्भावना भयो भने त्यो बेला चाहिँ अन्तर्राष्ट्रिय चाहिँ नि मेडिसन अथवा अन्तर्राष्ट्रियकरण गर्ने अर्थात् तेस्रो पक्षको प्रवेश गर्ने भन्ने एउटा सामान्यतया बुझाइ त्यो छ। अब यहाँ त के हो त भन्दा प्रधानमन्त्रीले एकैचोटि रेस्टुरेन्टमा उभिएर मैले इङ्ल्यान्डसँग पनि कुराकानी गरिरहेको छु भनिदिनु। अब यस्तो अर्को एउटा यो विषय आफैमा कसरी प्रधानमन्त्रीले भन्न सक्नुभयो भन्ने एउटा। अर्को चाहिँ फेरि यसको एउटा के छ, यसको नर्म्स भने तपाईँले तेस्रो पक्षलाई यदि इन्भाइट गर्नुहुन्छ भने त्यो चाहिँ बायोल्याटरली एग्रिड हुनुपर्छ। जस्तो भारत र नेपालको बिचमा तेस्रो पक्ष को हो त भन्ने बारेमा त्यो 2टै पक्ष सहमत भएर तेस्रो पक्षलाई निम्तो गर्नुपर्छ। त्यो गर्दा गर्ने तहमा अहिले हामी पुगेकै छौँ। त्यसैले मैले भन्न खोजेको कि यो विषयमा पहिला द्विपक्षीय जुन विवादित पक्षहरूका देशहरू बसेरै दाबी गर्ने देशहरू बसेरै दाबी क्लेम र काउन्टर क्लेमको एभिडेन्स बेस्ड डिस्कस अथवा नेगोसिएसन अथवा डेभलपमेन्ट नेगोसिएसनमा जानु पर्यो। त्यसले धेरै समस्या समाधान गरेर त्यसका कारणले अरू समस्या उत्पन्न हुने स्थिति बन्यो अथवा अन्तर्राष्ट्रिय लेभलमा यसले शान्ति सुरक्षा अथवा भनौँ एक किसिमले भन्यो भने एउटा चाहिँ नि यो विवाद मात्रै होइन कि त्यसले अर्कै रूप लिने, द्वन्द्वको रूप लिने अवस्था आउँदा मात्रै यसले अर्को मेडिसिन खोज्छ। त्यसैले प्रधानमन्त्रीले बोलेको कुरा एकदम इमेच्योर छ। यद्यपि मलाई भन्नुहुन्छ भने एउटा कुरा चाहिँ फेरि के सही हो भने यो भोलि नेपाल र भारतको बिचमा वार्ताबाट संवादबाट यदि विषयमा समाधान निस्केन भने अब बेलायतको प्रवेश, अब उहाँले इङ्ल्यान्ड भनौँ, इङ्ल्यान्ड त्यति धेरै भनिँदैन, तर अब अहिले तपाईँले यदि बेलायतको प्रवेशै खोज्ने हो भने चाहिँ अब ठिक हो, इस्ट इन्डिया कम्पनीसँग नेपालले गरेको त्यही सम्झौता अथवा सुगौली सन्धि त्यसले निर्धारण गरेको सीमा भएको हुनाले एउटा ऱ्यासनल चाहिँ के छ भने
बस्दा चाहिँ बेलायतसँगै चाहिँलाई प्रवेश गरेर उसैसँगै कुराकानी गरौँ कुन अवस्थामा त्यो एग्रिमेन्ट भएको रहेछ अथवा नेपालको चाहिँ नि होइन सीमा नदी चाहिँ कहाँ रहेछ होइन लिम्बुधुराको काली रिभर हो कि पछि कालापानीमा निर्माण गरिएको लिपमा भन्ने यस्ता विषयहरूका बारेमा सबैले गर्न त्यो सम्म पुग्ने सम्भावना तपाईँ देख्नुहुन्छ? होइन मलाई कस्तो लाग्छ भने किनभने हामी वार्ताको सुरुवातमा त छैनौँ होइन बोर्डर डिस्प्युटको चाहिँ सल्युसन के हो भनेर दुईटा देश अहिलेसम्म बसेकै छैन नि त विवादित विषय होइन भनेपछि एकैचोटि हामी तेस्रो पक्ष ल्याउँछौँ या तेस्रो पक्षको आवश्यकता छ भन्ने खालको कुरा या हामी कुरा गरिरहेछौँ भन्ने कुराले त झन् नेपाल र भारत बिचमा चाहिँ त्यो विश्वासको सङ्कट ल्याउँदैन र त्यसले? होइन मैले त्यही भने यसको कम्प्लिकेसन डेन्जर के हुन्छ जब तपाईँ नि संवादै गर्नु भएको छैन जब तपाईँ प्रमाण लिएर नेगोसिएसनमा चाहिँ बहसमा उत्रनु भएको छैन भने तर तपाईँले एकैचोटि थर्ड देश चाहिँ पक्षको प्रवेश भन्नुभयो भने यसले झन् कम्प्लिकेट गर्छ। त्यही भएर मेरो पनि बुझाइ के हो भने आजको फेरि अर्को कुरा एउटा के बुझ्नुपर्छ मनजी यस्तो कुरामा भने जस्तो इन्डिया रिजनल पावर हो जसले जे भने पनि होइन इन्डियालाई कति विषय जस्तो जम्मू कश्मीरको विषयमा यसलाई अन्तर्राष्ट्रियकरण गर्न धेरै खोज्दा पनि इन्डियाले चाहिँ युएनदेखि सबैतिर के भन्नु भने यो द्विपक्षीय विषय हो भारत र पाकिस्तानले नै समाधान गर्छ कोही प्रवेश हामी गर्न दिँदैनौँ भनेर धेरैचोटि भनेको छ। नेपाल र भारतको त त्यो लेभलको समस्या पनि होइन अझ अनि हार्दितापूर्व हाम्रा संवादहरू भइरहेका हाई लेभलमा भएकै छन् खालि हामीले नगरेको चाहिँ पनि हामीले धेरै कुराकानी गरौँ तर हामी संवादमा प्रमाण लिएर बसेका छौँ। त्यसरी पहिला त हामीले के गर्नु पर्यो भने पहिला हामी दुईटा पक्षको बिचमा संवादमा बस्नु पर्यो नि त त्यस पछाडि बल्ल अनि हामी यो प्रवेश गर्छौँ एउटा यो विषय भयो। अर्को चाहिँ फेरि यो पनि कस्तो पनि हो भने भारतसँगको सम्बन्ध अथवा भारतको नेपालको नीति त्यसको कतिपयसम्म निरन्तरता कतिपय सन्दर्भमा उनीहरूले गरेको डिपार्चरलाई हामीले ध्यान दिएर हेर्दा चाहिँ के पनि देखिन्छ भने जुन पक्ष भारतले चाहिँ सुन्न चाहँदैन स्वीकारै गर्दैन त्यो कुरालाई छलफलै नगरिकन एकैचोटि होइन एकदमै स्टेट अथोरिटीको पनि अन्तिम भनौँ न त्यो हाइएस्ट अथोरिटीले बोल्ने कुराले चाहिँ यसले समस्यालाई समाधान भन्दा पनि फर्दर कम्प्लिकेट गर्छ भन्ने मलाई लाग्छ। यस्तो अलि इमेच्योर डिप्लोमेसी दुईटै कुरा भयो कि प्रधानमन्त्रीले सीमा मिचिएको भनिदिनु भयो त्यो पनि गलत र प्रधानमन्त्री अर्को पार्टमा त्यसैको अर्को पार्टमा फेरि इङ्ल्यान्डसँग हामी कुराकानी गरिरहेछौँ भन्नुभयो त्यो पनि गलतै भयो। त्यसैले अब यत्रो सिरियस विषयमा यस्तो खालको ब्लन्डर होइन डिप्लोमेटिक ब्लन्डर चाहिँ नगरेको भए हुन्थ्यो भन्ने लाग्छ। गोपालजी जस्तो हामी कहाँ जुन अब पपुलिस्ट र अब यसलाई चाहिँ गैर पारम्परिक नेता भनौँ न प्रथमचोटि अब यो हिसाबले प्रधानमन्त्री बन्नुभएको छ उहाँहरू आउनुभएकै त्यसरी नै छ त्यसले गर्दाखेरि यस्ता शब्दहरू सुन्दाखेरि चाहिँ होइन हामीलाई एकछिन त हामी रमाउँछौँ होला होइन उहाँले जे कुराहरू अभिव्यक्ति गर्नुभयो त्यसले दीर्घकालीन रूपमा हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्धहरूका चिजमा चाहिँ कस्ता अप्ठ्याराहरू आउन सक्छन्? होइन अब यस्तो छ नि परराष्ट्र सम्बन्ध अथवा विदेश नीति र त्यस नीति मार्फत निर्माण गर्ने परराष्ट्र सम्बन्ध र त्यसलाई त्यसको त्यो बनाउने डिप्लोमेसी भनौँ न अथवा यता फरक पनि छ। जस्तो अब अहिले उहाँहरूले भन्ने गरेको कुरा धेरै सुन्ने गरेको चाहिँ उहाँले सबै कुरा हामी डिपार्चर गर्छौँ भन्नुभएको छ होइन। अब मलाई लागेको चाहिँ अब डिपार्चर चाहिँ जस्तो डिपार्चर के का निम्ति भन्दा उहाँहरूले भनेको चाहिँ हिजो दलहरूले पुराना स्थापित दलहरू अथवा होइन परम्परा उहाँहरूकै भाषामा भन्ने भने पुराना दलहरूले गर्न सकेनन् त्यो हामी गर्छौँ भन्दै गर्दा मैले अपेक्षा गरेको चाहिँ ठिक छ डिपार्चर चाहिँ गर्नु डिपार्चर राम्राका लागि गरौँ न राष्ट्रिय हितका निम्ति गरौँ राष्ट्रिय सार्वभौमताको रक्षाका निम्ति गरौँ अथवा देशको विकासका निम्ति गरौँ भनेर मैले भन्ने हो मैले हेर्न त्यसरी हो मेरो लेन्स चाहिँ त्यो हुन्छ। तर उहाँहरूले अब अर्को कुरा मैले उहाँले त्यो अहिले गरेको हेर्दा अथवा प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीज्यूले दिएका स्टेटमेन्टहरू उहाँको एक्ट हेर्दा म त्यो कम देख्छु होइन। यद्यपि अब भर्खरै छ उहाँलाई शङ्काको सुविधा हामी दिइरहेकै छौँ अब यो हाउ लङ शङ्काको सुविधा दिने भन्ने प्रश्न त आउला नै। अब अर्को चाहिँ जस्तो मैले अघि भने उहाँहरूको लेखेको डकुमेन्टमा लेखेको विषय अनि परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रीले चाहिँ नि संवाद गरेका विषयहरू र हेर्दा चाहिँ उहाँहरूले कतिपय विषयमा अझ मूलभूत रूपमा तपाईँ अझ म रेफरेन्स दिएर भन्दा चाहिँ सामान्य प्रधानमन्त्री बालेन्द्र शाहजीले पहिलोपटक 17 जना राजदूतलाई कलेक्टिभ रूपमा बोलाउनु भयो भेट्नलाई र दोस्रोचोटि युरोपियन राजदूतहरूसँग भेट्दा उहाँले बोलेको कुरा अरू कुरामा उहाँले डिपार्चर भन्नुभयो तर त्यहाँ चाहिँ प्रधानमन्त्रीले बोलेको उहाँको हर्सेसमा उहाँले बोलेकै भाषा चाहिँ के छ भने यो परराष्ट्र सम्बन्ध भन्ने कुरामा चाहिँ यो नयाँ भन्ने हुन्न कतिपय कुरा हामी पुरानै निरन्तरता हुन्छ यसमा किन हामी राज्य सरकार भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हो र हिजो के थियो होइन कि हिजो कुरा भएकै कुरा नै अगाडि तपाईँ
त्यसमा ढुक्क भए हुन्छ भन्ने स्टेटमेन्ट दिनुभएको छ। त्यसको अर्थ चाहिँ उहाँले के भन्न यसरी गर्न खोज्नु भएको छ भने तपाईँहरूलाई काहीँ के शङ्का लागेको छ नयाँ सरकारले भयङ्कर के गर्छ फरेन पोलिसीमा रिलेसनमा भन्ने त्यस्तो होइन, हामी निरन्तर दिन्छौँ नि भन्नुभएको। तर यो एउटा पक्ष चाहिँ छ फेरि, अब यो पक्षलाई हामीले हेर्नुपर्छ होइन। अनि उहाँहरूले चाहिँ यो परम्पराभन्दा हामी बाहिर छौँ या पुराना परम्पराहरूलाई भत्काउँछौँ भन्दै गर्दा जुन सामूहिक भेटघाटको चिजहरू गर्नुभएको छ त्यो पनि देख्दाखेरि चाहिँ एउटा ठिक छ त भन्ने होला। तर कतिपय देशहरूसँग हाम्रा बहुआयामिक सम्बन्धहरू छन् होइन र, विशेष गरी भारतसँग, चिनसँग, अमेरिकासँग। ती सबै राजदूतहरूलाई एकैचोटि भेट्दै गर्दा चाहिँ ठिक नयाँ परम्परा त सुरु भएको देखिएला, तर त्यो हामी जस्ता देशहरूलाई चाहिँ त्यो विशेष सम्बन्ध भएका देशहरूसँग चाहिँ सम्बन्धहरू अलिकति विशेष नै हुनुपर्छ या भेटघाट विशेष हुनुपर्छ भन्ने हुन्छ कि होइन अब चाहिँ हामी सबै ट्र्याक चेन्ज गरिसक्यौँ, जसलाई भेटे पनि सामूहिक भेट्ने भन्ने हुन्छ। के हो यो? यसमा चाहिँ कस्तो छ भने यसमा तिनवटा कोणबाट हेर्नुपर्छ क्या। पहिलो चाहिँ के छ भने उहाँले एउटा, अब यसलाई मैले सकारात्मक के अर्थ मान्छु भने प्रधानमन्त्री नियुक्ति हुने बित्तिकै राजदूतहरूले होइन हरेक देशको राजदूत बिना टाइम लिएर तुरुन्तै घरमै पुग्ने कुरालाई अलिक डिस्करेज गर्न खोजेको, त्यो ट्रेन्ड ठिक होइन भन्न खोजेको भयो, त्यो मलाई त्यसलाई सही नै लागेको छ, म समर्थनै गर्छु, त्यो ठिकै छ। तर फेरि के हो अर्को कुरा भने हामीले के बुझ्नुपर्छ भने नेपालको प्रधानमन्त्री अथवा हामी होस्ट कन्ट्री भनौँ त्यो देशका निम्ति त त्यो देशको राजदूत भनेको चाहिँ त्यो देशको कार्यकारीको प्रतिनिधित्व गर्छ उसले। उसलाई चाहिँ धेरै अथोरिटी दिएको हुन्छ सरकारले कि त्यो देशको उसले प्रतिनिधित्व गर्छ। र स्वाभाविक रूपमा जब तपाईँ चाहिँ होस्ट कन्ट्रीमा तपाईँ जानुहुन्छ भने तपाईँले त्यहाँ स्टेटको हाइएस्ट अथोरिटीसँग भेट्नुपर्छ, त्यो अभ्यासै हो। तर एउटा आरमा उहाँले ल म पहिला चाहिँ म सबैलाई सेपरेट भेट्दिनँ, म एउटा कलेक्टिभ अडियन्स गर्छु, त्यहाँ मेरो फरेन पोलिसीका मेजर चाहिँ मेरा चाहिँ ओरिएन्टेसनहरू बताउँछु भन्ने कुरासम्म मैले माने, एउटा त्यो ठिक छ होइन। तर अब समस्या कुरा महत्त्वपूर्ण कुरा चाहिँ के छ, यसका रिपर्सन क्वेसन हेर्नु। पहिलो कुरा चाहिँ के छ भने तपाईँले अघि भने जस्तो नेपालका हरेक देशसँग आफ्नै सम्बन्धका आयामहरू छन्। जस्तो हामीले नेभर फर्स्ट भनेका छौँ, उहाँहरूले पनि भन्नुभएको छ। भारत र चीनका सम्बन्धका हाम्रा चाहिँ होइन डाइमेन्सनहरू फरक छ, अमेरिकासँग सम्बन्ध फरक छ, अथवा युरोपसँग, युरोपियन युनियनसँगका सम्बन्ध, हरेक देशसँग आफ्ना विशेष सम्बन्ध हुन्छन्। त्यस्तो बेला स्वाभाविक रूपमा त्यो सम्बन्धलाई अघि बढाउनका निम्ति त्यो राजदूतले प्रधानमन्त्री भेट्नै पर्छ। त्यसैले अहिले मैले एउटा कुरा के भन्छु र मैले यो कुरा परराष्ट्र मन्त्री श्री खनालजीलाई पनि भनेको छु, के भने प्रधानमन्त्रीले सुरुवात गरेको कुरालाई मैले ठिकै मानेको छु, तर प्रधानमन्त्रीले आवश्यक पर्दा एजेन्डाका आधारमा हरेक राजदूतलाई भेट्नुपर्छ। त्यो भेट्नु भएन भने चाहिँ फेरि के हुन्छ भने त्यसको रिपरकसनहरू हाम्रो देशको राजदूत पनि त्यो देशमा जाँदै गर्दा देखिन्छ। जस्तो एउटा सिम्पल इक्जाम्पल दिन्छु, आज हाम्रो प्रधानमन्त्रीले म फलाना देशको राजदूत सेपरेट भेट्दिनँ भन्नुभयो। अब तपाईँ कल्पना गर्नु होला, नेपालबाट राजदूत भएर बसेको, दिल्लीमा बसेको, बेजिङमा बसेको, वासिङटन डिसीमा बसेको कुनै पनि नेपाली राजदूतले इन्डियामा भए प्रधानमन्त्री, चीनमा भए राष्ट्रपति र अमेरिका राष्ट्रपति कसरी भेट्न पाउँछ? त्यसो भए त हाम्रो प्रधानमन्त्रीले नै त्यो राजदूतलाई म भेट्दिनँ भनिसकेपछि त हाम्रो त साँच्चै भने फेरि त्यो सामर्थ्य पनि हाम्रो त होइन। फेरि हामी त जसले जे भने छिमेकीका हिसाबले सानो, तर ओभरअल युएनलाई हेऱ्यौँ भने हामी एउटा विश्वको आकारका देश हौँ। हामी त्यत्रो बडो भयङ्कर क्षमतावान सामर्थ्यवान राष्ट्र पनि त होइनौँ भने हाम्रो देशको प्रधानमन्त्रीले चाहिँ राजदूतले नभेट्दिने भने भोलि हाम्रो राजदूतले 4 वर्ष बसेर आउँदा कहिले पनि त्यहाँको परराष्ट्र मन्त्री र चाहिँ प्रधानमन्त्री राष्ट्रपति नभेट्ने भयो नि त। यसको रिपरकसन त्यहाँ हामीले हेर्नुपर्छ। त्यसैले यो एकदम सिरियस विषय छ। प्रधानमन्त्रीले यस्तो विषयमा डिपार्चरका नाममा होइन परम्परागत अभ्यास तोड्छु भन्ने नाममा चाहिँ वैदेशिक सम्बन्ध अथवा हाम्रा बहुपक्षीय सम्बन्धहरूमा भएका चाहिँ होइन विशिष्ट खालका हाम्रा चाहिँ ती चरित्रहरूलाई होइन ती हाम्रा चाहिँ तपाईँको फिचर्सहरूलाई नै एक किसिमले भन्ने भने तिनलाई होइन अब के भने तिनलाई अटेर गर्ने कुरा चाहिँ गलत हुन्छ। यसले भोलि गलत नजर स्थापित गर्छ। र यो यदि मिल्छ भने म त अहिले पनि प्रधानमन्त्रीलाई के भन्छु भने उहाँ अनुभव छैन होइन, तर जनमत छ, तर उहाँले चाहिँ अहिले पनि यस्ता कुरालाई करेक्सन गरेर जानुभयो भने राम्रो हुन्छ। उहाँलाई सल्लाह दिने सल्लाहकारहरू अब हुन त प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गर्नुभएको छैन क्या, अब यसलाई परराष्ट्र मन्त्रीकै तर्फलाई नै माध्यमबाटै उहाँले धेरै गरिरहनु भएको जस्तो पनि बुझिन्छ। प्रधानमन्त्रीसँग प्रधानमन्त्रीको एउटा ठुलो टिम हुन्छ जहाँ उहाँलाई सल्लाह दिने टिमहरू हुन्छ। तपाईँ आफै पनि पूर्व प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारको रूपमा काम गरिसक्नु भएको छ। उहाँलाई सल्लाह दिने टिम नभएको हो कि
या हिडन रूपमा कसैले सल्लाह दिइरहेछ कि के हो प्रधानमन्त्रीको यो सल्लाहकार टिम नहुँदाखेरि आइपर्ने यस्ता समस्याहरू हुन् कि कसरी हेर्नु भएको छ त्यसलाई चाहिँ? होइन, यसका अब दुईटा रूप देख्छु मैले। पहिलो चाहिँ के भने उहाँले घोषित कसैलाई मेरो परराष्ट्र सल्लाहकार यो नियुक्ति गर्नु भएको छैन। अब नियुक्ति नगरेपछि हामीले बुझ्ने के छ भने यो प्रधानमन्त्रीको टिममा परराष्ट्र सल्लाहकार अहिले हुनुहुन्न। अब सबभन्दा राम्रो चाहिँ के हुन्थ्यो भने परराष्ट्र सल्लाहकार उहाँले नियुक्ति गरिदिएको भए राम्रो हुन्थ्यो। किनभने हरेक डिप्लोमेट्स, हरेक चाहिने होइन मिसनका प्रतिनिधिहरू अथवा अन्तर्राष्ट्रिय बहुपक्षीय एजेन्सीका मान्छे एउटा अफिसियलका निम्ति चाहिँ पहिलो डाइरेक्ट परराष्ट्र मन्त्री अथवा प्रधानमन्त्री भन्नुभन्दा पनि सल्लाहकार टिमसँग संवाद गरे भने धेरै कुराहरू त्यसबाट जान सक्थ्यो। त्यसैले त्यस अर्थमा त प्रधानमन्त्रीले जसरी अरू सल्लाहकार नियुक्ति गर्नुभएको छ, परराष्ट्र सल्लाहकार नियुक्ति गरेर राम्रो। अहिले पनि भन्छु, अहिले पनि केही बिग्रिएको छ, छिटो नियुक्ति गरेको राम्रो, एउटा कुरा। अब दोस्रो कुरा चाहिँ फेरि के हो भने अब अहिले यो क्याबिनेटमा भएका मन्त्रीहरूमध्ये तुलनात्मक हिसाबले रिलेटिभली भन्छु म, यो कुनै व्यक्तिप्रति मेरो आग्रह होइन, रिलेटिभली चाहिँ के भन्छु भने अहिले अर्थमन्त्री डाक्टर सोढी विमागले र परराष्ट्र मन्त्री शिशिर खनाल अलि बढी मेच्योर पनि देख्छु म, परिपक्व पनि देख्छु। त्यस अर्थमा कतिपय होइन उहाँहरूका आफ्ना मुद्दासँग जोडिएका विषयमा आग्रह केही लिनु भएर आग्रहवश आएका बाहेक, आग्रहवश भन्छु है म, किनकि कहिलेकाहीँ आग्रहवश आउँछ कुरा, पार्टी छ पुरानो दलप्रति एकदमै प्रतिशोध लिनुपर्छ भन्ने पर्याय भए पनि पार्टीगत आग्रह बाहेक अहिलेसम्म उहाँहरूले बोलेका कुरा हेर्दा अलि मेच्युरिटी नै देखिन्छ पनि। अलि बढी जस्तो परराष्ट्रको विषय जोड्नु भनेको चाहिँ यो पछिल्लोचोटि परराष्ट्र मन्त्रीले भाग लिएका फोरम, उहाँले दिएका स्टेटमेन्ट, उहाँले सुरुवात गरेका परामर्शहरू हेर्दा त्यो काहीँ न काहीँ त्यो म्याच्युरिटी मेनिफेस्ट हुन्छ। त्यस्तो अर्थमा चाहिँ यो ठिक छ। तर अब यस्तो परराष्ट्र मन्त्रीको त्यो म्याच्युरिटी मेनिफेस्ट हुने, ऱ्यासनल कुरा पनि आउने, तर प्रधानमन्त्रीले चाहिँ फेरि त्यसलाई सप्लिमेन्ट गरेको अथवा प्रधानमन्त्रीले त्यसलाई ओन गरेको चाहिँ नदेखिने भन्दा चाहिँ काहीँ न काहीँ मतलब आई डोन्ट नो, आई मिन आई माइट बी रङ, बट काहीँ न काहीँ त्यहाँ केही ग्याप छ कि अथवा विशेष प्रोपर कोअर्डिनेसन चाहिने बिट्विन द चाहिने होइन परराष्ट्र मन्त्री र प्रधानमन्त्री बिचमा छैन कि छ कि छैन कि भन्ने जस्तो एउटा प्रश्न उब्जिन्छ। त्यसैले यस्तो विषय चाहिँ फेरि कस्तो भने कहिलेकाहीँ तपाईँले डोमेस्टिक मुद्दामा तपाईँले के भन्नु होला, तर दलहरूसँग संवाद गरे होला, तर तपाईँले डिप्लोमेसीमा भनेको एक्ट गर्ने फरेन पोलिसीले निर्माण गर्ने रिलेसन र त्यसलाई एक्ट गर्ने डिप्लोमेसीको यी तीनटा विषय जोडिएका छ। यी तीनटा विषयमा तपाईँले काहीँ कतै हल्का रोमान्टिसिजम अभ्यास गर्नुभयो अथवा तपाईँले कहाँ कतै थोरै डिप्लोमेटिक ग्याम्लिङै मात्रै स्पेस दिनुभयो भने चाहिँ फेरि यसले हामीले डिप्लोमेटिक डिजास्टरतर्फ लान्छ। त्यो भनेको चाहिँ मूलभूत रूपमा भोलि राष्ट्रको अस्तित्वमाथि उठ्ने प्रश्न उठ्छ। त्यसैले यस्तो विषयमा भर्सक होइन यसलाई रोमान्टिसिजमको विषय अथवा डिपार्चरको विषय भन्दै नयाँ अभ्यास गर्ने विषय नबनाइदिए हुन्थ्यो भन्ने अब एउटा नागरिक रूपमा मेरो आग्रह चाहिँ रहन्छ। गोपालजी, यो नेपाल भारत अमेरिकाको सम्बन्धलाई हेर्दाखेरि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको चिजमा चाहिँ पछि लागेको नयाँ सरकारको जुन खालको सम्बन्ध स्थापित या अन्य कुराहरू हेर्दै गर्दाखेरि चाहिँ तपाईँ कस्तो देखिरहनु भएको छ? विशेष गरी अब 10 नम्बरमा यो सरकारलाई यो कति नम्बर दिन चाहनुहुन्छ त तपाईँ? नम्बर दिने गरी त अब इज टु अर्ली टु से होइन, अब नम्बर कसरी दिउँ। तर अब मलाई कस्तो लाग्छ भने नम्बर दिनु पर्दा अथवा नम्बर दिने क्रममा जाँदा नम्बर दिनुभन्दा ठ्याक्कै यति अङ्क दिनुभन्दा म के यसलाई कसरी चाहिँ भन्न चाहन्छु भने जस्तो अहिले तपाईँले अघि नाम लिएका खास गरी होइन हामी अब आज नेपालको विदेशी सम्बन्ध भनेको मूलभूत रूपमा धेरै त नेबर पोलिसी नै भइहाल्यो होइन, भारत चिनै भयो, त्यसरी अहिले अमेरिका र प्लस अब अरू अहिले त आसियन पनि एकदमै राइजिङ भएर एसियन टाइगर्सहरू छन् जहाँ हाम्रो ठुलो सम्बन्ध पनि छ। त्यो एउटा विषय छ। अब मैले तपाईँलाई के भन्छु मोहनजी यसमा भने जस्तो मलाई एउटा कुराको डर छ क्या, यो मैले तपाईँलाई भन्नै पर्छ। एउटा कुराको डर के छ भने आज उहाँले डकुमेन्टमा लेखेको र हामीले बोल्दै गरेको के हो भने हामीले छिमेकलाई प्राथमिकतामा भनेको छ, त्यो सही पनि हुनै पर्छ। नेपालले अहिले प्रोपरली यदि साँच्चै नेपालले भारत र चीनलाई मात्रै सन्तुलनमा राखेर नेसनल इन्ट्रेस्टलाई प्राइमरी बनाएर हामीले चाहिँ अलिक बढी डेभलपमेन्टमा काम गर्यो भने धेरै काम गर्न सकिन्छ। तर मलाई एउटा डर के छ र फरेन पोलिसीमा एउटा थ्योरी पनि छ, जस्तो पावर ब्यालेन्स थ्योरी भन्छ कि शक्ति सन्तुलनको सिद्धान्त भन्छ। त्यसले चाहिँ के भन्छ भने र कता कता मैले त्यो किन त भने त्यो विषय अलिकति उहाँले अभ्यास गरेको हो कि जस्तो लाग्छ, जो प्रति मलाई शङ्का छ होइन। त्यो चाहिँ के भने तपाईँले छिमेकहरूमा तपाईँले सन्तुलनको सम्बन्ध त अब उहाँहरूले काम गर्छु भन्नुभएको छ, म एक हेर्न बाँकी छ, मलाई अहिले पनि डाउट छ, अलिक उल्टै परेर देख्छु एउटा त्यो। दोस्रो कुरा चाहिँ यहाँ यत्र ठुला राइजिङ इकोनोमाइजहरू छन्, एउटा चाहिँ ग्लोबल पावर छ, एउटा चाहिँ रिजनल पावर छ, त्यो पावरको बिचमा हामी बसेका छौँ।
तर कता कता यो सरकारको अलिकति ओरिएन्टेसन हेर्दा म के देख्छु भने उहाँहरू अलिक समुद्र पारी अलिक पर पुगेर यता ब्यालेन्स गर्न खोजेर देख्छु। त्यो भनेको चाहिँ मूलभूत रूपमा नेपालमा भारत र चीनसँगको सम्बन्धलाई चाहिँ जति गरे पनि जटिलै हुन्छ, बरु यसलाई ब्यालेन्स गर्न चाहिँ अमेरिकासँग पुग्दा हुन्छ भनेर कता कता त्यो बढी महत्त्व दिएको, बढी ब्यालेन्स गर्न खोजेको देख्छु। त्यो चाहिँ अब मलाई लाग्छ त्यो त्यति चाहिँ त्यो प्राग्मेटिक डिप्लोमेसी हुँदैन, त्यसले भोलि हामीलाई कति घातक सही बाटोमा लाँदैन होइन। अब यो यतिकै भनेको छैन, फेरि मैले तपाईँले भन्दै गर्दा के दृष्टान्त दिन पनि खोज्छु मैले। जस्तो कस्तो भने अहिले तपाईँले हेर्नुभयो भने यो सरकार बनी यता सम्भवतः इतिहासको छोटो पिरियडमा त्यो बाक्लो चाहिने उच्च तहको भ्रमण अमेरिकाबाट भएको छैन। अनि तुरन्त ब्याक टु ब्याक तपाईँले हाई लेभल होइन कहिले चाहिँ सेन्ट्रल कमान्डका जर्साहरूको भ्रमण हुने, तुरन्तै फेरि तपाईँको दक्षिण एसिया मध्य एसिया नै अथोरिटीको चाहिँ भ्रमण भइराख्ने, बाक्लो भ्रमण हुने। ती भ्रमणहरूलेमा उहाँहरूले भेट्ने व्यक्तिहरू कुराकानी कन्टेन्टहरूलाई यसो बुझ्दाखेरि चाहिँ अहिले हामीले जुन खालको अभ्यास गर्न खोज्दैछौँ यदि त्यो होइन, त्यो गलत होस्। म त्यो चाहन्छु कि सरकारले सबैलाई ब्यालेन्स गरेर राख्छ, नेपालको नेसनल इन्ट्रेस्टलाई प्राइमरी बनाएर जान्छ र पावर्स मतलब ग्रेट पावरहरूका पनि जेन्युन इन्ट्रेस्टलाई एड्रेस गर्छ भनेर म भन्छु। त्यो गर्दै हुन्थ्यो भन्ने मेरो चाहना चाहिँ रहन्छ, तर म त्यो देखिरहेको छैन। त्यो नदेखिँदा चाहिँ मलाई के डर लाग्छ भने कतै हामी मलाई डाउट, मैले मात्रै भने कतै हामी शक्ति राष्ट्रहरूको द्वन्द्वको स्थल बन्दै, यसलाई अङ्ग्रेजीमा प्रोक्सी ल्यान्ड भन्छ, हाम्रो टेरिटोरी प्रयोग गर्ने उहाँहरू आफ्ना इन्ट्रेस्टको सर्भ होइन गर्नका निम्ति, आफ्ना स्वार्थहरूको द्वन्द्वका निम्ति नेपाललाई द्वन्द्व स्थल बनाउनेतिर जाने खालको तयारीमा त छैन भन्ने लागेको छ। यो नहोस् भन्ने म चाहन्छु। गोपालजी, म यसमा तपाईँसँग आउने नै थिएँ, तर त्योभन्दा अगाडि नै यसैले जोडेर अब हाम्रो भारतसँग र चीनसँगका सम्बन्धका समस्याहरू के हुन् र अपर्च्युनिटीहरू के छन्। जस्तो तपाईँले अहिले यसरी नै जोड्नुभयो, तेस्रो मुलुकको यहाँ आउँदाखेरि जुन खालको इन्ट्रेस्ट बढिरहेछ त्यसले पक्कै पनि दुईवटा शक्ति राष्ट्रहरूलाई कहीँ न कहीँ झस्काउने पनि हुन सक्ला। र त्यो बाहेक नेपाललाई चाहिँ शक्ति राष्ट्रहरूले हेर्दा नेपालसँगको उनीहरूको समस्या के हो त, या उनीहरूबाट हामीले के लाभ लिन सक्छौँ? यसको चाहिँ बडा महत्त्वपूर्ण प्रश्न पनि छ। र साँच्चै भन्ने यो हार्कुलियन भन्दा एकदम यो होइन एकदमै हार्कुलियन टास्क पनि छ भन्नलाई पनि। जस्तो तपाईँलाई म यसमा अलिकति सेग्रेट गरेर भन्छु। पहिलो चाहिँ के भने नेपाल र भारतको होइन, पहिला म जियो पोलिटिकल हाम्रो यसैमा जोडेर आउनु खोजेको। जस्तो तपाईँ आज तपाईँले धेरैले भनेको देख्नु सुन्नुहुन्छ, नेपाल भौगोलिक रूपमा जियो पोलिटिकल रूपमा एकदम सेन्सिटिभ चुनौतीपूर्ण उसमा छौँ हामी होइन भन्ने धेरै आउँछ। तर मलाई नि भन्नुहुन्छ मेरो टोटली फरक दृष्टिकोण छ। नेपाल भू राजनीतिक अवस्थितिका दृष्टिकोणले अवसरको चाङमा छ। यति धेरै अपर्च्युनिटी हामीसँग छ कि जो कुरा हामीले अपर्च्युनिटी हो भनेर एक्सप्लोर गर्नै सकेका छैनौँ। त्यो भनेको के भने तपाईँ आज कल्पना गर्नुहोस्, आज विश्वको दोस्रो ठुलो अर्थतन्त्र हाम्रो उत्तर छिमेकी र चौथो ठुलो अर्थतन्त्र चाहिँ दक्षिण छिमेकी। आज दुनियाँका सबभन्दा ठुला चाहिँ नि पपुलेसन भएका होइन 1 अरब 40 करोड झन्डै बराबर पपुलेसन भएका दुईटा देश हामीसँग छन्। अर्को त्यति मात्रै दुनियाँले आज तपाईँ हेर्नु, आज दुनियाँले अहिले तपाईँले देख्नुभयो नि त होइन, भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा आउनुभयो, त्यसको लगत्तै रसियन राष्ट्रपति पनि पुटिन पनि चीन भ्रमणमा आउनुभयो। यस्तो धेरै ठुलो चाहिँ महत्त्वको छिमेकी हामीसँग छ जसको पावर धेरै छ। यस्तो बिचमा बसेका छौँ अनि हामी चुनौती छ, अवसर छैन भनिरहेको होइन, बिल्कुल गलत। हामी अवसरको चाङमा छौँ, खालि हामीलाई दोहन गर्न सक्नु। त्यसैले म के भन्छु भने नेपाल भारत र चीनका बिचमा बस्नु जियो पोलिटिकल्ली एकदमै एडभान्टेजियस पोजिसनमा छ। यो कुनै च्यालेन्ज होइन, हामीले बुझ्नुपर्छ पहिलो कुरा। यसलाई च्यालेन्ज ठान्नै हुँदैन, यसलाई अवसर कसरी बनाउने भन्ने पहिलो प्रयास हुनु पर्यो। अब जहाँसम्म तपाईँले अहिले भने जस्तो हाम्रो किन ग्रेट पावरहरूको इन्ट्रेस्ट हाम्रोमा हुन्छ अथवा हाम्रा भारत र चीनका अथवा अमेरिकासँग सम्बन्धका के हुन्छ भन्दा मलाई चाहिँ कस्तो लाग्छ भने 2-3वटा कुरा छ अघि र योसँग जोडेरै आउँछ। आज हामीले तपाईँलाई चीनलाई चाहिँ हेऱ्यौँ भने चीनले एउटा चाहिँ नि आफ्नै उसले चाहिँ होइन एउटा लक्ष्य राखेको छ। त्यो भनेको सन् 2035 सम्ममा ऊ चाहिँ एउटा मोडरेट सोसियलिस्ट साइन्टिफिक सोसियलिस्ट एउटा कन्ट्री भन्छ भनेर उसले भनेको छ। त्यो भनेको के भने चीन चाहिँ अब बल्ल 2035 सम्ममा मात्रै विकसित राष्ट्र बन्छ भन्ने आशा। आजका दिनसम्म चीन विकसित राष्ट्र होइन भनेका छन्। र त्यो उनीहरूले तपाईँलाई पनि यसमा मैले खालि जोड्न खोजेको भने देङ स्याओपेङले सन् 1978 जब उनले
एउटा ओपन अपको परिचय लिएर आए। उनले एउटा कुरा बडा सोच विचारीपूर्वक भनेको थियो कि भन त दुईवटा कुरा भने। एउटा चाहिँ उनले बिरालो जस्तो भए पनि त्यसले मुसा मार्नुपर्छ भने, त्यो भनेको चाहिँ जसरी पनि चीनले विकास गर्नुपर्छ र लगानी जसको ल्याए पनि हुन्छ भन्नेतिर गयो एउटा। अर्को चाहिँ के भन्यो भने हाइड योर स्ट्रेन्थ बाइड योर टाइम भनेको मतलब तपाईँ यस्तो समय पर्खिनुहोस् जुन दिन तपाईँ क्षमता विकास गर्नु सक्नुहुन्छ त्यस दिन बल्ल तपाईँ देखिनुहोस्। र आज बल्ल चीन सी जिनपिङको तेस्रो कार्यकालमा आइसकेपछि चीन बल्ल भिजिबल हुन थाल्यो, देखिन थाल्यो नि त भनेको। अब उपयुक्त समय आयो कि हामी देखिनुपर्छ भनेर देखिन थाल्यो भनेको तिनीहरूले त्यो शक्ति आर्जन गर्यो। तर अहिले पनि उनीहरूले आफूलाई विकसित राष्ट्र भन्दैन होइन। यद्यपि त्यसका केही मापदण्ड जस्तो पर क्यापिटा इन्कममा अहिले पनि धेरै पछि छ चीन होइन, यी विषय छँदैछन्। अब यो किन मैले उठाएको चिनको प्रसङ्ग भने यो चीनसँगको हाम्रो सम्बन्धको कुरा जोड्दै गर्दा चाहिँ अमेरिकाको इन्ट्रेस्ट किन नेपालमा बढी हुन्छ भन्दा आजका दिनमा जसले जे भनेको तपाईँले डोनाल्ड ट्रम्प 2.0लाई हेर्नुभयो भने डोनाल्ड ट्रम्प 2.0लाई हेर्दा के देखिन्छ भने डोनाल्ड ट्रम्पको आजको सबभन्दा ठुलो मिसनै के हो भने उनले जे भरे सम्वादै गरे पनि चीनको उदयलाई रोक्ने नै हो। किन हुन्छ त भन्दा त्यो किन नर्मली त्यो गरिन्छ त भन्दा प्रतिस्पर्धा कोसँग हुन्छ भन्दा त्यो प्रतिस्पर्धीसँगै हुन्छ, शत्रुता कोसँग हुन्छ भन्दा त्योसँगै हुन्छ। अहिले उनले जे डोनाल्ड ट्रम्पले गरिरहेछन् उनको होल निशानामा के छ भने टार्गेटमा के छ चीन छ। त्यसले चीनकोले कुनै पनि हालतमा चीन सुपर पावर हुन नसकोस् भनेर उनको प्रयास देखिन्छ र उनले त्यसका निम्ति नेपाललाई प्रयोग गर्ने ठुलो एउटा सम्भावना छ जो जोखिमपूर्ण छ। मैले त्यही भन्न जोड्न खोजेको है। अब किन अमेरिकनको इन्ट्रेस्ट यहाँ बढो भन्दा के नेपालको विशुद्ध नेपालको विकास होस् भन्ने हो भन्दा त्यो होइन। एउटा कुरा तपाईँलाई भन्छ डिप्लोमेसी भनेको जिरो सम गेम होइन, यो विन विन हुन्छ। डिप्लोमेसीमा कसैले तपाईँ सित्तैमा केही पनि दिँदैन होइन। त्यसैले यो विषय हामीले के बुझ्नु पर्यो भने त्यसैले अमेरिकाकोले स्ट्राटेजिक इन्ट्री गरेको छ नेपालमा, त्यो चाहिँ एमसिसी मार्फत गर्यो, त्यो फाइन, त्यो डेभलपमेन्ट परियोजना हो हामीले मानेकै छौँ होइन। त्यहाँ कहीँ कतै स्ट्राटेजी एलिमेन्ट छैन। तर जब अमेरिकाले हामीलाई एसपिपी अथवा आइपिएस जस्ता अलिकति मिलिटरी नेचरका स्ट्राटेजी खालका चाहिँ अलायन्सहरूको कुरा गर्छ त्यतिखेर हामी डिनाइ गर्छौँ, हामीले डिनाइ नै गरेका छौँ। एउटा यो कुरा हामीले बुझ्नुपर्छ। त्यसरी मैले भन्न खोजेको के भने नेपाल र चीनसँगको सम्बन्ध का मात्रै आयामहरू भयो भने चाहिँ हामी अवसरको चाङमा छौँ। तर जब त्यहाँ अमेरिकाको प्रवेश हुन्छ अनि अलिक हामीले चुनौतीपूर्ण यो हुन्छ। त्यसैले हामीले एउटा ब्यालेन्स गर्नु पऱ्यो। मैले भनेको त्यही कारणले भनेको हामीले छिमेकीलाई प्राथमिकतामा राखेर तर अमेरिकासँग पनि सम्बन्ध कायम गरेर मूलभूत रूपमा हाम्रो डेभलपमेन्टमा त्यो सम्बन्धलाई प्रयोग गर्ने हो। एउटा यो कुरा। अर्को जहाँसम्म भारतको कुरा छ, अब तपाईँको भारतको पनि एउटा इन्ट्रेस्टिङ आयाम चाहिँ के छ भने भारत र चीनको सम्बन्ध तपाईँ हेर्नु भने 4C देख्नुहुन्छ। 4C भनेको 4वटा सी, त्यसलाई मैले अङ्ग्रेजीमा 4वटा सी भनेको छु। एउटा चाहिँ के छ भने काहीँ न काहीँ कन्फ्लिक्ट पनि छ। त्यो कन्फ्लिक्ट कहाँ छ? सीमामा होइन। तपाईँको जम्मू काश्मीर र अरुणाचल प्रदेशमा एकअर्काको दाबी छ। दोस्रो कहाँ छ भन्दा तपाईँ कन्फ्लिक्ट छ। अर्को कम्पिटिसन छ। कम्पिटिसन कति बेरसम्म व्यापारमा त व्यापार घाटा छ इन्डियालाई, तर त्यो व्यापार पनि अहिले करिब झन्डै $65 बिलियन वार्षिक पुगिसक्यो भनेपछि त्यहाँ उनीहरूले इम्प्रुभ गरेका छन्। तर त्यहाँ एउटा खालको प्रतिस्पर्धा पनि छ, त्यो चाहिँ अमेरिका ब्याक प्रतिस्पर्धा पनि छ। त्यसलाई अगाडि भन्नुपर्छ। तेस्रो कुरा के छ? कोअर्डिनेसन पनि छ। 3C मै आयो नि त। जस्तो कस्तो मुद्दामा छ भने जलवायु परिवर्तनका मुद्दा, जस्तो व्यापारका मुद्दामा, किन व्यापार त फेरि दुईटा बिचको पक्षबीच सहकार्य चाहियो नि त। यस्ता विषय फेरि सहकार्य पनि छ। र अर्को चाहिँ तपाईँको कोअर्डिनेसन अनि कोअपरेसन पनि छ। कोअपरेसन भने कतिपय जस्तो पिपल्स टु पिपल्स रिलेसनका विषय होला होइन, अथवा यो क्षेत्र रिजनल यो रिजनलाई एउटा चाहिँ ट्रान्क्विलिटी अथवा पिस प्रिभेल गरोस् भन्ने सन्दर्भमा कतिपय सन्दर्भमा वैश्विक धारणालाई पनि सेयर गर्छ भनेको साझा धारणा पनि सेयर गर्छ। त्यसर्थमा चाहिँ 4C को सम्बन्ध छ। अब यो सम्बन्ध हुँदै गर्दा चाहिँ अहिले पछिल्लोचोटि एउटा आएको भिजिबल चेन्ज चाहिँ के छ यो सम्बन्धमा भने हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने हिजो हामीले भारत र चीनलाई एकदमै इन्मिटी दुईटा बिचमा शत्रुतापूर्ण सम्बन्ध छ भनेर न्यारेट गरे स्थापित गर्ने प्रयास गर्यौँ। तर तपाईँले अहिले भर्खर भनेको सन् 2024 यता यति हेर्नुभयो भने चाहिँ दुईटा देशको भारत र चीनको बिचमा असाधारण ढङ्गले सहकार्य र चाहिने एउटा चाहिने सहयोगको सम्बन्ध अघि बढाएको छ। यसको बढ्नुको पछाडि पनि कहीँ न कहीँ ग्लोबल अर्डर, विकसित ग्लोबल अर्डरले भूमिका खेलिरहेको छ। त्यो भनेको के भने अमेरिकाले जसरी अहिले पछिल्लोचोटि भारतका सन्दर्भमा उसका दृष्टिकोणहरू अथवा भारतलाई हेर्ने दृष्टिकोणका विषयहरू कतिपय इस्युमा जसरी अमेरिका र भारतका बिचमा एउटा खालको चाहिने होइन कन्ट्राडिक्सन देखा पर्यो, त्यो कन्ट्राडिक्सनले कहीँ न कहीँ दुईटा नेबरलाई नजिक ल्याएको म देख्छु। त्यसैले यी सबै डाइमेन्सनहरू चाहिँ नेपालको भारत सम्बन्ध, नेपालको चीन सम्बन्ध, नेपालको अमेरिका सम्बन्धसँग जोडिएका छन्। अब यसमा यसो हेर्दाखेरि चाहिँ हामी
अब चीनले अमेरिकालाई त्यो लेभलकोसम्म अस्ति भर्खरै अमेरिकी राष्ट्रपति आउँदाखेरि स्वागत गरेको देखियो होइन त। उनीहरूको चाहिँ व्यावसायिक सम्बन्ध होइन, दुई देशबिचको सम्बन्ध साँच्चै भन्नुहुन्छ भने चीनले त हामी बनेकै तिम्रो कारण हो भन्छ नि त अमेरिकालाई होइन। त्यही अमेरिका फेरि हाम्रो टेरिटोरीमा उनीहरूको इन्ट्रेस्ट हुँदै गर्दा हामी फेरि किन डराउँछौँ, या चीनलाई असर गर्छ या अमेरिकाले यहाँ चाहिँ के इन्ट्रेस्ट राख्यो भन्ने चिज हेर्छौँ। फेरि नेपालमा कहिलेकाहीँ कस्तो चिज हुन्छ भने चिनिया प्रभाव बढ्यो नेपालमा, त्यसैले भारत चाहिँ केही तर्सिने या भारतमा त्यस्ता खालका चिजहरू सुनिन्छन्। अब कहिले फेरि भारतको इन्ट्रेस्ट नेपालमा बस्यो, बढी भयो, चिनको के हो भनेपछि सबैजनाको इन्ट्रेस्टको ठाउँ मात्रै हामी हुने। तर योबाट हामीले फाइदा चाहिँ अहिलेसम्म लिन नसकेको हो जस्तो देखिँदैन त। हामीले आफ्नो हितमा त फाइदा लिन सक्यौँ नि त। उसको इन्ट्रेस्ट हुँदै गर्दा हामीले अमेरिकाबाट के फाइदा लिने, चीनबाट के फाइदा लिने र भारतबाट के फाइदा लिने भन्नेतर्फ हामी बढी अग्रसर हुनुपर्नेमा हामी सबैभन्दा बढी चाहिँ डराइरहेका छौँ कि या यो डराउने चिज या यस्तो खालको चिजमा मात्रै बढी हामी रमाइरहेको हो कि के हो? एकदमै तपाईँले बडा यो हिट द नेल अन द हेड भन्छ कि भनेको कुराको चुरो भनौँ न, त्यो विषयमा तपाईँ आउनुभयो। मलाई यसमा बडा तपाईँलाई भन्दा रमाइलो पनि लागिरहेछ। मलाई कस्तो लाग्छ भने यसमा बडा तपाईँले भनेको विषयको के हो भने साँच्चै यो चाहिँ अलिकति हामीले ग्रेट पावरको क्यारेक्टरलाई पनि हेर्नुपर्छ होइन। जस्तो ग्रेट पावरको एउटा क्यारेक्टर चाहिँ के हुन्छ भने जो भारतले खास गरी दक्षिण एसियालाई चाहिँ मेरो प्रभाव क्षेत्र हो, यहाँ अर्को तेस्रो देशको प्रभावलाई मैले मान्दिनँ भन्छ। अब त्यसलाई होइन, अब सोडेन बाग्लेजीले त मोनो डक्ट्रिनको कहिलेकाहीँ अभ्यास गर्छ, मान्दिनु भन्नुभयो, संसदमै बोल्नुभयो, त्यो एउटा विषय भयो। अर्को चाहिँ चीनले चाहिँ जस्तो साउथ इस्ट एसिया होइन, खास गरी त्यो क्षेत्र अहिले उसका छिमेकी भनौँ न, त्यो क्षेत्र सेन्ट्रल एसियासम्मलाई उसले चाहिँ के भने मेरो प्रभाव क्षेत्र भन्न ठान्छ। त्यहाँ उसकै अमेरिका अथवा अर्को ग्रेट पावरको प्रवेश ऊ चाहँदैन। अब अमेरिकाले के भन्छ भने वेस्टर्न हेमिस्फियर खास गरी होइन, नर्थ क्यारिबियन अथवा नर्थ साउथ अमेरिका युरोपका सन्दर्भमा उसको आफ्ना खालका चाहिँ नि मेरो यो त मेरो क्षेत्र पो हो त भने मुन्ड्रो डक्ट्रिन भनौँ न। जेम्स मुन्ड्रोले 1830मा गरेको अभ्यासकै कुरा उसले पुनर्स्थापना गर्ने प्रयास गर्छ। पछि त्यसलाई रुजवेल्ट कोरोलरी भनेर बनाए। त्यो भनेको के त भन्दा मूलभूत रूपमा चाहिँ नर्थ अमेरिका साउथ अमेरिका क्यारिबियनमा चाहिँ अब अमेरिकाको क्षेत्र, त्यहाँ कुनै युरोपियन प्रवेश नगर भने त्यो समझदारी नै गर्यो युरोपियनसँग अमेरिकनहरूले। त्यो आजको दिनमा अभ्यास गर्यो। त्यसको पछिल्लो त हामीले निकोलस मदुरोलाई उठाएर लगेको देखाएको छ। त्यहाँबाट कोही बोल्नै सकेन, बोले पनि बोलीमा सीमित भयो। अब त्यसको रिपर्कसन हेर्दै आउनु भने यता चाहिँ कहाँ देखिन्छ भने सो ताइवानको विषय म यी तपाईँले भएको विषयमा आउँदैछु। ताइवान चाहिँ कस्तो छ भने अब त्यो होइन चीनको उसमा समुद्रिक सीमामा छ, कतिपय 100 किलोमिटर हो। अब अहिले मैले रिपर्कसन हेर्नु भने अब अस्ति ताइवानको विषयमा डोनाल्ड ट्रम्पले जसरी पहिले पोजिसन, त्यो पोजिसन बेजिङ आउँदा चाहिँ त्यो पोजिसन फर्क भएको देखिन्छ। उहाँ फर्किने बित्तिकै उहाँको स्टेटमेन्ट नै तर त्यसले के देखाउँछ भने ताइवान बिस्तारै चाहिँ त्यो ग्रेट पावर भन्दा अब बिस्तारै चीनको, त्यसै पनि एउटा चाहिँ चीनको अभिन्न अङ्ग भनेर अमेरिकाले स्वीकारै गरेको छ डकुमेन्टमा। अब फङ्सनल्ली पनि त्यो भोलि चीनले कुनै बेला लियो भने आश्चर्य नमाने हुन्छ भनेको त्यसको असर त्यहाँ है। अब त्यो त्यसो गर्दै गर्दा के आउँछ भने तपाईँ सेन्ट्रल एसिया अथवा तपाईँ साउथ इस्ट एसियातिर एउटा चीनको प्रभाव रहने, पश्चिम हेमिस्फियरमा चाहिँ नि अमेरिकाको प्रभाव रहने र साउथ एसियामा चाहिँ होइन भारतको प्रभाव रहने खालको एउटा जो कता कता तपाईँले हेर्नु भने ग्रेट पावरहरूको चाहिँ एउटा चाहिँ नि होइन अन्डरस्ट्यान्डिङ। जस्तो यसमा अरू थप्दाखेरि चाहिँ युक्रेनको मामलामा डोनबस र डोन्स भन्ने क्षेत्र भोलि चाहिँ नि बिस्तारै रसियाले लिएर जाने यो खालकोसम्म समझदारी हो कि भन्ने खालको भने ग्रेट पावरहरूले काहीँ न काहीँ आफ्ना चाहिने इन्ट्रेस्टहरू सर्भ गर्नका निम्ति एक अर्का बिचमा अघोषित खालको चाहिँ नि होइन यो खालको डिप्लोमेटिक एक्ट गर्दैछन् कि भन्ने डर पनि छ। यद्यपि तर अहिले यसमा मैले यो किन हामीले अवसर लिन सक्दैनौँ, हामी खालि किन चुनौतीपूर्ण छौँ मात्रै भनिन्छ भन्ने डर ल्याएको। त्यसैले त्यसको तपाईँको यो ट्राइलेटरल भनौँ न, चाइना भारत र अमेरिकाको ट्राइलेटरल जियोपोलिटिकल इन्ट्रेस्ट र त्यसलाई एक्ट गर्ने डिप्लोमेटिक एक्टर्सहरूको मुभ का कारणले र त्यसलाई ब्यालेन्स गर्न नसक्दा हामी अलिकति द्वन्द्वमा फस्ने, हाम्रो राष्ट्रिय हितलाई चाहिँ कम्प्रोमाइज गर्ने हो कि भन्ने एउटा खतरा छ। त्यसैले मैले बारम्बार र हामी सबैले एउटा चाहिँ भन्नुपर्ने र गर्नुपर्ने विषय चाहिँ के छ भने साँच्चै भन्ने भने म चाहिँ दुर्भाग्य भन्नु चाहिँ हुँदैन, कस्तो अप्ठ्यारो छ। आज नेसनल इन्ट्रेस्ट के हो भने त आइडेन्टिफाई गर्न सकेका छैन। तपाईँ म हामी चाहिँ 3 करोड नेपाली होइन, हाम्रो जनसङ्ख्या 2 करोड 92 लाख, 3 करोड हाराहारी भनियो भने पनि नेपालका राष्ट्रिय स्वार्थ के हुन् भनेर 1, 2, 3, 4, 5 भनेर राष्ट्रिय स्वार्थको त निर्णय हामीले गर्न सकेका छैनौँ। जब राष्ट्रिय हितका विषय त हामी निर्णय गर्न सक्दैनौँ भने त्यसलाई तपाईँले एक्ट कसरी गर्नु। त्यसैले म त कस्तो भन्छु भने
ठिक छ नयाँ सरकार आउनु भएको छ उहाँले पुराना दलहरूसँग पनि संवाद गर्नु होला गरेर बरु यो विषयमा कमसेकम पनि अघि तपाईँले भनेको यस्तो लोकेसनमा बसेका छौँ यो लोकेसनमा बसेको कारणले यस्तो यस्तो खालका चाहिँ फाइदा लिन सक्छौँ ती फाइदाको सूची चाहिँ हामी तयार पार्नु भनेर हामीले गर्न सक्यो भने कमसेकम यो युनिफाइड ढङ्गले भोलि हामीले ग्लोबल फोरममा बायोलेटरल फोरम उठाउन सक्छौँ त्यसले हामीलाई चाहिँ नि एकछिन भने नेपालको अहिलेको एउटा चाहिँ नि डेभलपमेन्ट चाहिँ नि ऊ पनि फरक हुन्छ हाम्रो आज विकासमा हामी यदि विकास र समृद्धिमा केन्द्रीकृत भएका हौँ भने त्यसमा पनि योगदान गर्छ नि तर त्यहाँ चाहिँ हामी ठुलो ल्याक भएको देख्छौँ अब मलाई डर के छ भने मैले आशा गरिरहेको थिएँ यो सरकार नयाँ ढङ्गबाट जान खोजेको छ उसले यस्तो गर्ला तर अब नयाँ सरकारको त आरम्भ नि खास गरी फरेन रिलेसनको पार्टमा चाहिँ आरम्भ पनि अलिक कोल्टे परेको देख्छु मैले यो तपाईँले ठ्याक्कै भन्नुभयो ग्रेट पावरहरूको इन्ट्रेस्ट एक ठाउँ हुँदाखेरि चाहिँ साना राष्ट्रहरू चेपामा पर्छन् भन्ने खालको चिज हो ठ्याक्कै यो चिजमा त चीन र भारतले विशेष गरी यो लिपुलेक पासको जुन बाटो भन्यो सो दुईटा देशको त इन्ट्रेस्ट मिल्यो नि त्यसमा त दुईटै देशले चाहिँ नेपालले आफ्नो सिमाना मेरो ठाउँ हो टेरिटोरी हो भनेर क्लेम गर्दै गर्दा भारतले होइन भने त्यो चीनले अहिलेसम्म त्यसमा कुनै पनि रेस्पोन्स गरेको छैन क्या होइन भनेपछि हामी कतै त्यो चेपुवामा पनि पर्ने अनि हामीले अपेक्षा पनि गर्ने हामीले उनीहरूबाट माया पनि अपेक्षा गरिरहेछौँ या विकासका चिजहरू केही भइदियोस् हामी कहाँ भन्ने खालको दुईटा ग्रेट पावरहरूबाट फेरि हामी आफै पनि कहीँ न कहीँ त्यो चिजले चाहिँ हामी चेपुवामा पनि परिरहेछौँ यो कसरी समाधान हुन्छ त यस्तो होइन त्यो त यो अलि जटिल छ कि जेबाट मैले जस्तो तपाईँले एउटा ठिक कुरा गर्ने अब लिपुलेकको विषय 2015देखि लगातार विवादमा छ यो विषय अब हामीले बकाइदा हाम्रो भूगोल भनेर लिपुलेक त अझ लिपुलेक तपाईँको कालापानी लिम्पिया धुरासम्मको कुरा हामीले भनेका छौँ लिपुलेक त निकै ओर छ नि त होइन अब त्यो लिपुलेक पनि नेपालको होइन भनेर भारत र चीनले सहमति नै गरिसके र व्यापारको नाका विस्तार खोलिसक्यो होइन गर्ने निर्णय नै गरिसक्यो पहिला पनि हामीले डेभलपमेन्ट नोट पठायौँ त्यस बेला पनि चाहिँ नि भारतको तर्फबाट चाहिँ होइन अब यो त पहिलादेखि नै हाम्रो पोजिसन त यही हो हाम्रो टेरिटोरी भन्ने दाबी रहँदै अब चीनले चाहिँ नि ठिक छ तिम्रो भारत र नेपालको बारेमा पहिला संवाद गरेर हामी त ठिकै छ नि भन्ने त भनेको नेपाल र यदि भारतको सहमति हुन्छ भने हामी मान्छौँ भनेको अवस्था देखिन्छ त्यसैले तपाईँले भने जस्तो ग्रेट पावरहरूको इन्ट्रेस्ट जब मिल्छ नि त्यतिखेर चाहिँ अनि अर्को चाहिँ फेरि यसमा नि हामीले एउटा के चाहिँ हेर्नुपर्छ भने नि तपाईँलाई म अर्को एउटा जियोपोलिटिकल अथवा थ्योरी भन्नु जियोपोलिटिकल भन्दा फरेन रिलेसनको थ्योरीबाट भन्छु यो चाहिँ जो आजको दिन चाहिँ नि कस्तो भने आइडियल फरेन पोलिसीको बेला होइन कि र अहिलेको युगलाई के भनिन्छ भने यो एकदम रियलिस्ट थटको बेला हो यो रियलिजम अथवा अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी सिद्धान्तले के भन्छ भने यो देशको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ उसको स्वार्थ हुन्छ सिस्टमहरू एकदम अराजक हुन्छन् एनार्किस्ट हुन्छ सिस्टमहरू होइन अन्तर्राष्ट्रिय सम्बन्ध नै अहिले अनार्किस्ट छ त्यो हरेक मान्छेले चाहिँ होइन सहयोग भन्ने हुँदैन त्यहाँ लेनदेन हुन्छ भनेको त्यहाँ ट्रान्जेक्सनल डिप्लोमेसी हुन्छ एउटा दोस्रो चाहिँ त्यहाँ चाहिँ स्वार्थ बाहेक प्रधान केही पनि हुँदैन त्यो सम्बन्धन गर्न जे पनि गर्छ भन्ने छ त्यसै यदि तपाईँको यो लेन्सबाट हेर्नुभयो भने त सिधै तपाईँले कहाँ पुग्नुपर्छ भने भारतले आफ्नो हित हेर्छ जहाँ ऊ फाइदा छ त्यहीँ जान्छ चीनले आफ्नो हित हेर्छ जहाँ फाइदा छ त्यहीँ जान्छ अमेरिकाले आफ्नो हित हेर्छ त्यसलाई अहिले डोनाल्ड ट्रम्पले सुरु गरेको यो ट्रान्जेक्सन कारोबारी कुटनीति भनौँ न एउटा होइन अब तपाईँलाई मैले अझ भने चाहिँ के हुन्छ जस्तो अहिले तपाईँले इन्डियाको फरेन पोलिसीको मेजर डिपार्चर भएको छ त्यो के भने उनीहरू नेहरूले नन अलाइनमेन्ट पञ्चशील भन्नुभयो त्यो उहाँ त फाउन्डिङ मेम्बरै भइहाल्यो चाइनाको पनि त्यही हो फाउन्डिङ मेम्बरै हो हामी पनि हौँ तर तपाईँ पछिल्लोचोटि चाहिँ नि अहिले इन्डियाले चाहिँ नि मल्टी अलाइनमेन्टमा उनीहरू नन अलाइनमेन्ट रह्यो अब नाम त उनीहरू सदस्य संस्थाको सदस्य भए तर आज उनीहरूले एक्ट गरेको पोलिसी मल्टी अलाइनमेन्ट बहुसङ्गुणताको सिद्धान्त हो क्या अब चीनको के छ चीन चाहिँ त्यसै पनि चीनको चाहिँ के भने उनीहरूले चाहिँ अब विकास केन्द्रित कूटनीति छ पेरिफेरल डिप्लोमेसी बनाएको छन् उनीहरूले काहीँ न काहीँ आर्थिकबाट आफ्नो चाहिँ एउटा वर्चस्व कायम गर्ने हेजमन भन्ने त अपेक्षा राखेकै छन् अब अमेरिकाको त अघि मैले तपाईँलाई भनिहालेँ मुन्रो डक्ट्रिनको रिस्टोरेसन गरिरहेछन् भनेपछि त यदि यस्तो भयो र भने स्मल पावरहरू रिलेटिभली सफर गर्ने हुन्छ त्यही भएर मैले के भन्ने गरेँ भने हामीले अहिले धेरैतिर होइन मतलब गर्ने होइन प्रायोरिटीमा हामीले नेबरलाई राख्ने र हाम्रा केही मापदण्डहरू बनाउँदा त्यो मापदण्डमा काम गर्ने तर अमेरिका फेरि अब जापान अथवा हाम्रा कतिपय चाहिँ नि होइन हिजोदेखि नै हामी रसियासँगका सम्बन्धहरूलाई पनि हामीले फेरि नयाँ ढङ्गले चाहिँ नि रिसेट गरेर जानु चाहिँ पर्छ नि त्यसै पनि अमेरिकाको त अहिले सक्रियता बढेकै छ हजुर म यो तपाईँले बारम्बार आर्टिकलहरूमा पनि यो मल्टी अलाइनमेन्टको कुराहरू गर्नुभएको छ त्यो विषयमा फेरि पनि कुरा गर्छु यो नेपाल भारत सीमाको विशेष गरी यो एउटा खालको नेपालको राजनीतिमा जहिले पनि नेपाल भारत सिमाना आउने बित्तिकै राजनीति तरङ्ग हुने होइन
चाहिँ सोसाइटी चाहिँ एक हिसाबले चाहिँ भनौँ न एक्टिभ हुने, अब अहिले त दुई भागमा विभाजित हुने पनि भएको छ नेपालको समाज होइन। यसको समाधानको एउटै विकल्प के हो? होइन, सीमाको नि तपाईँले भनेको हो भने चाहिँ मेरो पहिलो चाहिँ त्यही हो। अब अहिले एउटा उहाँहरूले भनेको भन्नुभयो, अहिले हुन त रासपाका साथीहरूले धेरै प्रचार गर्नुभयो, हिजो त वार्तै भएको थिएन, संवादको आह्वानै गरेका थिएन भन्नुभयो, त्यो पूर्णतः गलत हो। हिजो पनि चाहिँ नि विभिन्न समयमा संवाद जब नक्सामै राखिसकेपछि संवादका निम्ति आह्वान हिजो पनि गरेको हो। त्यसैले यसको पहिलो समाधान त यसको केही पनि छैन। तुरुन्त दुईटा देशको चाहिँ अफिसियलहरू हुन त अब परराष्ट्र मन्त्री भोलि जाने भन्ने छ, थाहा छैन, तर तुरुन्त गर्नुपर्ने चाहिँ अब हामी यही विषय केन्द्रित भएर बााउन्ड्री डिस्प्युटमै हामी केन्द्रीकृत भएर हाम्रा डकुमेन्टहरू राखेर बसौँ भनेर मिति तय गरेर तुरन्त संवादमा जानुपर्छ। त्यो भयो भने चाहिँ अहिले भएका असमझदारीहरू कमसेकम संवाद त सुरु भएको छ, त्यसले एउटा निकास दिन्छ भन्ने खालको हुन्छ र ती असमझदारीहरू कम हुन्छ। अब अदरवाइज फेरि यही विषय अब अर्को डेन्जर चाहिँ के छ भने, खतरा के छ भने फेरि नेपाल र भारतको सम्बन्ध चाहिँ फेरि एउटा सीमाको मुद्दाले मात्रै होइन चाहिँ अल्झिनु पनि हुँदैन। यति धेरै हामीसँग आयामहरू छन् नि त होइन, त्यो अरू सम्बन्धलाई फेरि हामीले अगाडि बढाउनु नै छ फेरि। त्यसबाट म चाहिँ के भन्छु भने यो सम्बन्धलाई केही कारणले अरू सबै सम्बन्ध चाहिँ अगाडि नबढ्ने स्टल भन्यो भने त फेरि त्यसले पनि राम्रो त गरेन। त्यसैले प्यारलली हामीले के गर्नु पर्यो भने हामी अरू विषयमा काम गर्दै गरौँ, तर यो विषयलाई फोकस गरेर हामी यसमा चाहिँ तुरन्त प्रधानमन्त्रीले भनेको जस्तै संवादको टेबलमा बसौँ र प्रमाण पेश गरौँ। त्यसो भएपछि यसले के न के निकास दिन्छ होला। तर एउटा कुरा तपाईँलाई सम्झाउँछु म, दुनियाँमा धेरै देशमा सीमा समस्या छ र सीमा समस्या चाहिँ समाधान चाहिँ तुरुन्तै होइन, यसले 1 वर्ष 2 वर्ष भन्ने नि हुँदैन, निकै लामो समय लिने विषय हो। त्यसैले म चाहिँ फेरि आजका दिनै होइन ओभरनाइट यो समाधान गर्नु कसैले भन्यो भने हामीले पत्याउनु पनि हुँदैन, त्यो चाहिँ सही पनि हुँदैन। त्यसैले यसमा समय लिन्छ, ठुलो गृह कार्य चाहिन्छ, प्रमाणहरू जुटाउनु पऱ्यो। भोलि उस्तै पऱ्यो भने हामीले हिस्टोरिकल डकुमेन्टहरू खोज्नु पनि पर्ने होला। त्यो हुँदा चाहिँ अब तुरुन्त गर्नुपर्ने चाहिँ यसैमा संवाद गर्नुपर्ने छ। फेरि यो किन पनि अब त गर्नु पऱ्यो भने प्रधानमन्त्रीले यसलाई एकदमै यस्तो मुद्दा बनाइदिनु भयो कि अब हामीले नेपालीहरू नै नेपालले भारतको सीमा कहाँ मिच्यो भन्दै प्रमाण हाल्दै गर्नु पर्ने अवस्था छ। यस्तो दुर्भाग्यपूर्ण अवस्था भएको हुनाले यसका कारणले भोलि जनताको तहमा अहिले त मैले एउटा मलाई डर लागेको छ। मैले त मधेसका जनतालाई हेरेँ, मधेसको जनताको रिपोर्ट पढाएको थिएँ। प्रधानमन्त्रीले मधेसको छोरो म प्रधानमन्त्री बन्दैछु, मलाई भोट हाल्नुहोस् भनेर आह्वान गर्नुभयो। अनि त्यही मधेसका उहाँलाई भोट हाल्ने जनताले चाहिँ के भने त भन्दा, तिमीले हामीले प्रधानमन्त्री बनाएका थियौ, मधेसको छोरो भनेर ठिकै छ भनेर, तर तिमीले त हामीले मधेसका हामी जनताले भारतको जमिन मिच्यो भनिदेऊ, अब हामी कहाँ जाने त? जमिनको रक्षा त मैले गरेको छु, तिमीले गरेका छौ र प्रधानमन्त्री, रक्षा म गर्ने, मेरो जमिन बरु भारतले उल्टै मिचेको छ, तर तिमीले त हामीले मिच्यो भनिदेऊ, लु न मलाई प्रमाण देखाइदियो। होइन भने त हामी त नागरिक नरहने भनौँ तहको। बडा अघि एउटा स्टोरी पढेँ, मलाई एउटा दुःख पनि लाग्यो कि त्यो नागरिक त्यसो भनिरहेछ। त्यसैले यस्ता कारणले भोलि द्विपक्षीय सम्बन्ध पनि बिग्रिने, आन्तरिक रूपमा पनि यसले विभाजन गर्ने स्थिति नआओस् भन्नका निम्ति चाहिँ यो मुद्दा अब प्राथमिकतामा बढेर संवादको टेबलमा चाहिँ जानै पर्छ। यही समयमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यू भारत भ्रमणमा हुनुहुन्छ। आज सायद उहाँको तेस्रो दिनको भ्रमण चलिरहेछ। प्रधानमन्त्री नर्मली नेपालमा प्रधानमन्त्री भइसकेपछि पहिलो भारत भ्रमण, त्यो पनि चाँडै हुने भ्रमण होइन, महिना 2 महिनाभित्र भइसक्ने। नेपालको प्रधानमन्त्रीले त अफिसियल होइन, तर उहाँका प्रवक्ताले, सरकारको प्रवक्ताले प्रधानमन्त्रीको 1 वर्षसम्म कहीँ पनि जाने सेड्युल छैन भनिदिनु भयो। तर यो बिचमा अकस्मात चाहिँ रासपाका सभापतिको भारत भ्रमण भएको छ र त्यो भ्रमणलाई भारतीय मिडिया या नेपालमै पनि विशेष रूपमा हेरिया छ। यो भ्रमण कस्तो भ्रमण हो? यो चाहिँ अरू बेला पनि हुने खालका सामान्य प्रकारको भ्रमण हुन् कि यो भ्रमण विशेष खालको केही छ कि के हो? यो भ्रमणलाई कसरी हेर्नुभयो? यसको चाहिँ भ्रमणको अलिकति ब्याकग्राउन्डबाट सुरु गर्नुपर्छ यसमा। जस्तो साह्रै महत्त्वपूर्ण के छ भने परराष्ट्र मन्त्री श्री खनालजी मौरिसियस जानुभयो एउटा कार्यक्रममा सहभागी हुन। त्यो बेला उहाँले त्यहाँको भारतीय विदेश मन्त्रीसँग बायोलेटरल साइडलाइनमा बायोलेटरल संवाद गर्नुभयो एस जयशङ्करसँग। त्यो गर्दा प्रधानमन्त्रीको, नेपालका प्रधानमन्त्री बालेन्द्र शाहजीको भारत भ्रमणको बारेमा उहाँहरूले छलफल गर्नुभयो। हाम्रो परराष्ट्र मन्त्रीजीले हुन्छ त्यो त तयारी गर्नुपर्छ भनेर भन्नुभयो। उहाँ फर्केर आउने बित्तिकै अब सम्भवतः प्रधानमन्त्रीसँग पनि संवाद त भयो होला। त्यो भइसकेपछि नै होला
नवनियुक्त राष्ट्रतन्त्र पार्टीका महासचिव बालेन्द्र शाहजीका निकट सहयोगी भूपदेव शाहजीले एउटा प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री त 1 वर्ष चाहिँ कुनै देशको भ्रमण जानुहुन्न होला जस्तो मलाई लाग्छ, त्यस्तो आशय मैले बुझेको छु भन्नुभयो। त्यो भनिसकेपछि चाहिँ परराष्ट्र मन्त्रीले भारतीय विदेश मन्त्रीसँग गरेको कुरा नि फिजल आउट भयो होइन। अब त्यो के भन्नुभएको थियो यहाँ त्यसको प्रोपर अघि मैले सुरुमा एउटा चाहिँ प्रोपर समन्वय नभएको देखिन्छ भन्ने कुरा यहाँ पनि देखियो एउटा। अब अर्को चाहिँ फेरि इन्ट्रेस्टिङ के पनि डेभलपमेन्ट भयो भने अब अघि पनि हामीले कुरा गऱ्यौँ होइन, जब प्रधानमन्त्री नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका निम्ति सामान्यतया ट्रेन्ड चाहिँ के हुन्छ, तयारी 2टा लेभलमै हुन्छ। एउटा फरेन सेक्रेटरीको लेभलमा, अर्को चाहिँ फरेन मिनिस्टरकै लेभलमा हुन्छ। तर जब भारतको विदेश सचिव विक्रम मिश्री नेपाल आउने तय भयो त्यो अचानक स्थगित गरियो। किन भन्दा नेपालको प्रधानमन्त्रीले चाहिँ भारतीय विदेश सचिवलाई म भेट दिन भन्नु। अब जुन विदेश सचिव त्यही प्रधानमन्त्रीको भ्रमणको तयारीका निम्ति आउँछ र त्यही प्रधानमन्त्रीले भेट दिने भन्यो भने त अब भारतको भ्रमण हुने कुराको औचित्य पनि रहेन। उहाँले भ्रमण स्थगित गर्नुभयो, रद्द भयो भनौँ न एक किसिमले होइन। अब त्यस पछाडि चाहिँ अचानक के आयो त भन्दाखेरि प्रधानमन्त्रीको भ्रमणको कुरा नै छैन, अचानक रुलिङ पार्टीका सभापतिको भारत भ्रमणको कुरा आयो र उहाँ छिटो होइन तयारीमा हतारो एक किसिमले भन्यो भने यति छिटो ढङ्गले भ्रमण भयो कि अब अहिले अघि तपाईँले भने जस्तो 18 गते जानुभएको, आज 21 भने अब 4औं दिन भनौँ न, आज भ्रमणमा अहिले पनि छ। उहाँले एकदम रेड कार्पेट स्वागत चाहिँ नै पाउनु भएको छ। अब यसलाई 2टा कुराबाट मैले चाहिँ हेर्छु। पहिलो चाहिँ नेपालको रुलिङ पार्टीको सभापतिलाई भारतको रुलिङ पार्टीको अध्यक्षले त्यहाँको भाजपाको अध्यक्ष नितिन नवीनले निम्तामा नेपालको रुलिङ पार्टीको सभापति जानुभएको हुनाले प्रोटोकलका हिसाबले सही छ। यो अभ्यास पहिला पनि गरेकै हो, भव्य स्वागत पाउनुभयो। पहिले पनि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि जानुभयो होइन। नेताहरू जस्तो भाजपाको निम्तामा विभिन्न दलहरू होइन जाने ट्रेन छ, यो अब यो चलेकै अभ्यासै हो, यसमा त अब केही समस्या भएन। तर मलाई लागेको चाहिँ फेरि के छ भने अहिले चाहिँ रवि लामिछानेजीलाई उहाँले गरेको स्वागत चाहिँ रुलिङ पार्टीको अध्यक्षको हैसियतले मात्रै गर्नुभएको हो कि प्राइम मिनिस्टर इन वेटिङ भनेर पनि गर्नुभएको भन्नेमा अलिक कन्फ्युज छु। त्यसको कारण दिन्छु है म। कारण के दिन्छु त भन्दा उहाँले परराष्ट्र विदेश मन्त्रीलाई जयशङ्करसँग पनि संवाद गर्नुभयो, त्यहाँको चाहिँ नि गृहमन्त्री अमित शाहसँग पनि संवाद गर्नुभयो र हुँदा उहाँले त्यहाँको प्रधानमन्त्रीसँग करिब 1 घण्टा संवाद गर्नुभयो। र त्यो 1 घण्टाको संवादमा चाहिँ के कुराकानी भयो त भन्दा त्यहाँ चाहिँ के भयो भनेर स्वयं त्यो डेलिगेसनका मेम्बर दीपक बोहराजीले बाहिर के भन्नुभयो त भन्दा होइन चाहिँ हामीले अब चाहिँ पुरै एजेन्डाहरूको सूची बनाएर टाइम लाइनमै हामीले काम गर्ने कुरा चाहिँ 2टा पक्षको बिचमा भएको छ, त्यस बारेमा चाहिँ हामीले तुरुन्तै अब सुरुवात गरिहाल्ने हो र नेपालका चाहिँ नि परराष्ट्र मन्त्रीको तुरुन्तै भ्रमण हुन्छ भन्नु। अब मलाई एउटा शङ्का के पर्यो भने र मलाई लागेको होइन यो के जस्तो पार्टी सभापतिको हैसियतले उहाँ जानुभएको र त्यहाँको प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाट हो भने पार्टीकै कुरा हुन्छ, धेरै द्विपक्षीय खास गरी सरकार बीच गर्ने संवाद त्यहाँ धेरै कम हुन्छ, सम्बन्ध ट्रेन जहाँ पनि यही हो। अब पार्टी सभापतिले चाहिँ भारतको प्रधानमन्त्रीसँग चाहिँ यो विषयमा संवाद गरौँ भनेको कुरालाई नेपालको प्रधानमन्त्रीले चाहिँ ओन गर्नुहुन्छ कि गर्नुहुन्न। मलाई एउटा शङ्का छ। जस्तो मैले यो किन शङ्का व्यक्त गरेको भने प्रधानमन्त्री भन्नुहुन्छ म 1 वर्षसम्म कुनै देशको भिजिटमा जान्न, सरकारको प्रवक्ता सस्मित पोखरेलले भन्नुहुन्छ पार्टी सभापतिको भिजिट हामीलाई सरकारको विषय भयो, त्यो पार्टीको विषय भयो भन्नुहुन्छ। तर पार्टी सभापति चाहिँ भारतको प्रधानमन्त्रीसँग गरेर यो एजेन्डामा हामी काम गर्ने भनेर भन्नुहुन्छ भनेपछि त अब मानौँ रुलिङ पार्टीको सभापतिले अथवा रवि लामिछानेजीले भारतीय प्रधानमन्त्रीसँग गरेको समझदारीलाई चाहिँ राष्ट्रसभाका वरिष्ठ नेता र नेपालका प्रधानमन्त्रीले ओन गर्नु भएन र होइन तपाईँले पार्टीको हिसाबले गरे हो त म प्रधानमन्त्रीको हिसाबले त मैले गरेको छैन भनिदिनु भने यसको स्ट्याटस के हुन्छ, एउटा जोखिम यो छ है, साह्रै एकदमै ध्यान दिनुपर्ने विषय। अब अर्को कुरा इलेक्सनलाई मान्नुहोस् रवि लामिछानेजी र बालेन्द्र शाहको बिचमा अथवा प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेको बिचमा समझदारी भएरै म चाहिँ जान्न, तपाईँ भ्रमणमा जानुहोस् किनभने भारतसँगको सम्बन्ध चाहिँ हाम्रो महत्त्वपूर्ण छ, त्यो छिमेकीसँग हामी मिलेर जाने सहकार्य गरेर जाने हो भनेर उहाँले पठाउनु भएको भए यो चाहिँ फेरि बाहिर
कहीँ कतै सार्वजनिक भएको छैन। अब हामीले अनुमान गर्ने विषय रह्यो। ठिक छ, अझ उहाँहरू मिलेरै सल्लाहमै जानुभएको भए त बरु म खुसी नै हुन्छु। तर मलाई शङ्का के छ भने, र जसरी सरकारको प्रवक्ता, जसरी राष्ट्रपतिका महासचिव जो प्रधानमन्त्री निकट छन्, उहाँहरूको स्टेटमेन्ट हेर्दा कता कता समन्वय भएर गए जस्तो मलाई चाहिँ लाग्दैन। कतिपयले चाहिँ यसलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई यो चाहिँ चेक दिनको लागि या भनौँ न ब्यालेन्स गर्नको लागि गरिएको यो भ्रमण हो भन्ने खालको चिजबाट पनि भनिरहेछन् कि त्यस्तो हुनसक्छ? होइन, डिप्लोमेसीमा हुन्छ। डिप्लोमेसीमा के हुन्छ भने, एउटा पोलिटिकल सिग्नलिङ पनि हुन्छ। जस्तो पोलिटिकल सिग्नलिङ भनेर चाहिँ के भने, राजनीतिक एउटा सन्देश दिने हुन्छ। अर्को चाहिँ प्यारलल डिप्लोमेसी पनि हुन्छ, प्यारलल खालको इङ्गेजमेन्ट पनि हुन्छ। जस्तो समानान्तर खालको सम्बन्ध। त्यो भनेको चाहिँ के भने, जस्तो तपाईँलाई मैले अझ यसलाई एकदम लेम्यानले बुझ्ने गरी, हामीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणका निम्ति तयारी गरिरहेका थियौँ, तपाईँले चाहिँ डिनाइ गर्नुभयो। ठिक छ, तपाईँ डिनाइ गरेर के भयो त? तपाईँको सभापति त हामी लिएर आउँछौँ त, ल्याउँछौँ। त्यसो भए तपाईँ मात्रै होइन, तपाईँ हामीसँग त अरू पनि विकल्प छ। तपाईँ बालेन्द्र शाह प्रधानमन्त्रीसँग नभएर के भयो त? पार्टी सभापतिसँग छ, जसको स्ट्रेन्थ छ। उहाँ त प्राइम मिनिस्टर वेटिङ त हुँदै हो। त्यस कारणले तपाईँले अघि भनेको कुरामा धेरै चाहिँ हिसाबले मलाई कस्तो लाग्छ भने, फेरि अब इन्डियाको डिप्लोमेसी धेरै मेच्योर डिप्लोमेसी छ। तपाईँलाई एउटा रिमाइन्ड गराउँछु, प्रधानमन्त्री नरेन्द्र मोदीले जब परिणाम नेपालमा आउँदै थियो, इलेक्ट्रोल भिक्ट्रीको परिणाम आउँदै गर्दा, झन् 2/3 बहुमत पुग्दै गर्दा सबभन्दा पहिला फोन गरेको त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई नि हो, रवि लामिछानेलाई बधाई दिनुभयो। त्यसको केही पछाडि उहाँले चाहिँ प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार बालेन्द्र शाहलाई फोन गर्नुभयो। अब एउटा सामान्य चाहिँ के हुन्छ भने, यदि उहाँले पार्टीका अहिले विजय प्राप्त गरेकोमा बधाई दिन खोजेको थियो भने रविलाई मात्रै गर्दा पनि हुन्थ्यो, तर उहाँले बालेन्द्रजीलाई पनि गर्नुभयो। भनेको उहाँलाई के थाहा छ, अथवा सबैलाई के थाहा छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र दुईटा खालका पर्सनालिटीहरू छन्, शक्ति छन्। ती शक्तिलाई तपाईँले चाहिँ नि होइन ब्यालेन्स गरेर अथवा भनौँ न स्ट्राटेजिक डिल गर्नु भएन भने, भोलि कुनै पनि बेला त्यसले सही ढङ्गले अथवा भनौँ न आफ्नो इन्ट्रेस्टहरूका निम्ति पनि चाहिँ त्यसलाई ब्यालेन्स गरेर लिएर जानुपर्ने बाध्यता रहन्छ। त्यो गर्नुपर्छ भन्ने कोणबाट हेर्नुभयो भने चाहिँ मलाई कस्तो लाग्छ भने, एकदमै स्ट्राटेजिक मुभ गर्नु भएको छ उहाँले, होइन? यदि तिमीले धेरै होइन भाउ खोज्छौ, यस्तो गर्यौ भने त हामी त पावर हौँ, हिजो पनि हामीले नेपालको हकमा हामीबाट स्टेकिङ दाबी गर्छौँ भनेपछि त हामी तिमी छैन भने रवि लामिछाने जिस्छन् भन्न खोजेको हो कि भन्ने लाग्न सक्छ अर्थ। तर म चाहिँ के चाहन्छु भने त्यस्तो नहोस्। यो रविजी र बालेन्द्र प्रधानमन्त्रीको बिच संवादबाट यो कुरा भएको होस्। र आज मलाई फेरि अहिले तपाईँलाई यसलाई मैले किन पनि यो भनेको भने चाहिँ, हिजो भारतीय प्रधानमन्त्री र रुलिङ पार्टीका सभापतिको बिचमा त्यो खालको कुराकानी हुने र भोलि नै परराष्ट्र मन्त्री फेरि सिसी खनालजी भारत भ्रमण जाने भनेको चाहिँ फेरि अब यसले त के देखाउँछ त भने, सभापतिसँग भारतीय प्रधानमन्त्रीको संवाद पछाडि त्यसलाई अब अफिसियल्ली त्यसलाई चाहिँ नि इन्कर्पोरेट गर्न र अफिसियल्ली त्यसलाई चाहिँ नि संवाद अघि बढाउनका निम्ति परराष्ट्र मन्त्री जान लाग्नु भएको छ भनेपछि चाहिँ अब अहिले फेरि अर्को प्रश्न चाहिँ, त्यसो भए कि त प्रधानमन्त्रीसँग संवादै भएर कुराकानी गरिएको रहेछ भनेर पनि आङ्कलन त गर्न सकिने हो। यसलाई अर्को तरिकाबाट चाहिँ हेर्दाखेरि चाहिँ, अब राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो नयाँ दलले दिल्लीमा आफ्नो राजनीतिक वैधता भनौँ न, या दुईटा पार्टी बिचको चाहिँ डाइरेक्ट सम्बन्धका चिजहरू स्थापित गर्न पनि त सजिलो हुनको लागि गरिएको भ्रमण पनि त भन्न सकिन्छ होला। त्यो त अभियसली हो। त्यसमा त मैले अघि भने त पोजिटिभ मैले भने, म नेपाली नागरिक नि को भएर हेर्दा म कुन विचार राख्छु, कुन पार्टीसँग छु भन्ने कुरा सेकेन्डरी हुन्छ क्या। जब देशको विषय आउँछ नि, मैले भने मेरो पार्टीको नेतालाई जसरी स्वागत गरिएको छ त्यसबाट त भयङ्कर खुसी छु। मलाई व्यक्तिगत रूपमा नागरिक हैसियतले नेपालको नेताले यस्तो सम्मान पाउने कुरामा मलाई चाहिँ होइन स्वागतै गर्छु, राम्रो भयो। अब यो सँगसँगै नयाँ पार्टी नेपालमा होइन, यो त करिब 4-5 वर्षको बिचमा यो लेभलको चाहिँ सत्तारूढ भएको क्षमता विकास गर्ने पार्टी छ। सामान्यतया पनि यत्रो हैसियत भएको पार्टीसँग सम्बन्ध राख्नुपर्ने त फेरि यो बाध्यता पनि हो, फेरि यो नेचुरल पनि हो। त्यस अर्थमा यो स्वाभाविक सम्बन्ध अघि बढाउने विषय र अब अझ हामीले भन्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको इन्डोर्समेन्ट पनि हो होइन, दिल्लीको इन्डोर्समेन्ट पनि हो। त्यसमा पनि हामीले बुझ्नुपर्छ, नेपाली जनताले मध्य र चाहिँ राष्ट्रपालाई यो ठाउँमा पुर्यायो भनेपछि त स्वाभाविक रूपमा उसले रिकग्निसन पनि हो। अब यसका फाइदा धेरै छन्। मैले भने म अहिले पनि के भनिरहेको छु भने, रवि लामिछाने रुलिङ पार्टीको सभापतिले भारत भ्रमण गर्ने, यो स्वागत पाउने, यो आतिथ्यता पाउने कुरा चाहिँ नेपाल
कि नागरिकका निम्ति नेपाल देशका निम्ति पनि हितकर राम्रै कुरा भयो, राम्रो भयो। खालि मेरो विषय कुरा के हो भने अब यो कुरा हुँदै गर्दा हाम्रा रूप पक्षमा एकदमै राम्रो देखिन्छ। अब सार भनेको मूलभूत रूपमा चाहिँ हाम्रा एजेन्डाहरूमा हामीले कसरी सफल गर्न सक्छौँ, कसरी अघि बढाउन सक्छौँ। किनभने हिजो कुनै बेला चाहिँ कुनै पनि नेपालका मन्त्रीहरूलाई पनि भयङ्कर ठुलो रेड कार्पेट स्वागत गरियो, तर त्यसपछि सम्बन्ध बिग्रियो। भनेको मतलब तपाईँलाई यो लेभलको स्वागत गरिसकेपछि तपाईँले दिल्लीमै बसेर तपाईँले कति एजेन्डा उठाउन सक्नुहुन्थ्यो, नेपालमा आएर कति चाहिँ कार्यान्वयन गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि सँगसँगै आउँछ। त्यसैले मेरो चाहिँ एउटा के छ भने हामीले हेर्नुपर्ने चाहिँ यो भव्य स्वागत नेपालको राष्ट्रिय हितमा डिप्लोमेसी मार्फत त्यो काहीँ न काहीँ अभिव्यक्त होस्। त्यो अभिव्यक्त भएका दिन चाहिँ यो सम्मानले त्यहाँ पनि काम गरेछ भनेर हामीले भन्न सक्ने भयौँ। त्यसैले अहिले नै यसमा धेरै हुन्छ। स्वभाव कुटनीतिमा चाहिँ के हुन्छ भने तपाईँलाई यो लेभलको सम्मान गरिसकेपछि फेरि स्वाभाविक रूपमा एउटा अपेक्षा सम्बन्ध सधैँ एउटा वाम ढङ्गले अघि बढ्छ भन्ने अपेक्षा पनि गरिन्छ। मलाई चाहिँ त्यही छ कि मलाई डाउट छ, अहिले शङ्का पनि छ। अब शङ्काको भएर अहिले धेरै भन्न पनि फेरि मिल्ने अवस्था पनि छैन, हामीले हेर्नु पनि पर्ने छ। अब मलाई एउटा तपाईँलाई सिम्पल भनौँ न, जस्तो यत्रो धेरै लामो सबैसँग होइन, अजय डोभाल उहाँले अजय डोभाल पनि हुनुहुन्छ त्यहाँ, एनएससी पनि हुनुहुन्छ, जयशङ्करसँग भेट भयो, अमित शाहसँग भेट भयो, प्रधानमन्त्रीसँग भेट भयो, लिपुलेख लिम्बेद्वारा कालापानीको विषय चाहिँ कतै काहीँ उठ्यो कि उठेन भन्दा अब मलाई मेरो नोटिसमा छैन। कमसेकम नागरिकले के थाहा पाउनु पऱ्यो भने रुलिङ पार्टीको सभापति नै भए पनि मैले यी विषय उठाए त भन्दै नै पऱ्यो होला नि त। अब के विषय उठ्यो भन्ने मलाई जानकारी छैन नि त। अब कसैले भन्दा होइन, रुलिङ पार्टीको जाने बित्तिकै प्रधानमन्त्रीसँग भेट्ने बित्तिकै एजेन्डा कुरा हुन्छ, एजेन्डाको कुरा हुँदैन भने शिष्टाचार भेट्यो भने चाहिँ किन एजेन्डाको कुरा गरे त अरू फेरि जस्तो हाइड्रोको कुरा गरियो भन्ने आयो, अरू कतिपय चाहिँ यो मेकानिजम बनाएर कुरा गर्ने कुरा भनेको भन्ने आयो भनेपछि त अहिले पछिल्लो चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीले नेपालले भारतको जमिन मिचेको कुरा पनि त आयो होला त बा। अन्य एजेन्डा जानकारी जनताले पाउनु पर्यो होला नि त। अन्य एजेन्डाको छलफल हुँदै गर्दा त्यो एजेन्डाको छलफल भयो कि भएन त? भयो कि भएन भन्ने कुरा जस्तो मैले सिम्पल किन भने रवि लामिछानेको ब्याकग्राउन्ड त यही जर्नलिजम गरेर आउनुभएको हो। अनि फेरि अहिलेको चाहिँ नेपालभरि चलिरहेको त सबभन्दा महत्त्वपूर्ण हट विषय पनि यही हो होइन। आज रवि यसै मानुस आज चाहिँ यही कुनै अर्को जुन दल सत्तामा थियो त्यसको सभापति भारतमा गएर यही खालको चाहिँ रेड कार्पेट स्वागत पाएको भए रविजीले बोल्नु परेको भए के भन्नुहुन्थ्यो, कसरी न्यारेट गर्नुहुन्थ्यो होला, सम्झिनुहोस् तपाईँ। तर मैले के भन्न खोजेको भने हिजो अरूलाई यति धेरै प्रश्न गर्नुभयो, भएका नभएका प्रश्न गरेर आउनुभयो, ठिक छ, प्रश्न गरेरै आउनुभयो, प्रश्न गरेर आउने मान्छेहरूले प्रश्नहरूलाई गर्ने अवसर दिनु भएन क्या भनेको ल त्यो ट्रान्सपरेन्सी पनि मेन्टेन गरिदिनु पर्यो भन्ने मलाई लाग्छ। गोपालजी, यो तपाईँले जहिले पनि आफ्नो आर्टिकलमा विशेष गरी यो विश्व राजनीति र नेपालको मल्टी अलाइनमेन्टको कुराहरू उठाउनु भएको छ होइन। यो के हो यो मल्टी अलाइनमेन्ट भनेर तपाईँले आफ्नो आर्टिकलहरूमा लेखिरहनु भएको कुरा या तपाईँले अरू ठाउँमा बोल्दै गर्दाखेरि चाहिँ भन्नुभएको कुराहरू चाहिँ नेपालले आफ्नो सम्बन्धहरू कसरी कायम गर्नुपर्छ भन्ने खालको कुरा हो कि यसलाई कसरी तपाईँ व्याख्या गर्नुहुन्छ? होइन, यो चाहिँ एउटा अलिअलि विवादित विषय पनि बनाएको छ होइन। मलाई चाहिँ कस्तो लाग्छ भने यो मेरो आफ्नै मैले थ्योराइज गरेको विषय हो। म नराडी भन्छु, म जो पोलिटिक्सको विद्यार्थी हुँ, नेपालको फरेन पोलिसी हाम्रो फरेन पोलिसीको एउटा पर्मानेन्ट अङ्ग भनेको चाहिँ नन अलाइनमेन्ट हो होइन। हामीले असमानतालाई स्वीकार गरेका छौँ, आज पनि मानेका छौँ, हाम्रो डकुमेन्टमा त्यही छ, त्यसलाई मैले डिनाइ गरे होइन। मैले भनेको चाहिँ के हो भने त्यसलाई अलिक फरक ढङ्गले भनौँ न, नन अलाइनमेन्टको क्लासिकल प्रयोग नगरौँ, शास्त्रीय प्रयोग नगरौँ, त्यसको इनोभेटिभ प्रयोग गरौँ। त्यो भनेको चाहिँ के त भन्दा आज हामी नन अलाइनमेन्ट भन्यो भने चाहिँ के भयो भने अब हामी कुन चाहिँ अलाइनमेन्ट हो कुन अलाइनमेन्ट होइन, कस्तो चाहिने एलिमेन्टमा हाम्रो समता रहने कस्तोमा नरहने भन्ने कुरा हामी धेरै कन्फ्युजन भयो। जस्तो इजरायल र प्यालेस्टाइनको बिचमा अथवा भनौँ न को बिचमा चाहिँ द्वन्द्व भइरहेछ, हाम्रा स्टेटमेन्टहरू कस्तो आयो होइन, हामी कता उभियौँ। जस्तो रुस र युक्रेनको बारेमा विषय आयो, हामीले होइन हामी कता उभियौँ, उनीहरूको हाम्रो पोजिसन के रह्यो भन्दा यस्ता धेरै चाहिँ नि ग्लोबल इस्युजहरूमा हामी अलिक कन्फ्युजन भयौँ। अनि मैले चाहिँ के भन्न थालेँ त्यस पछाडि भने होइन, नन अलाइनमेन्ट भनेको चाहिँ यसलाई मैले अस्वीकार गरे होइन। अब मल्टी अलाइनमेन्ट जानुपर्छ भनेपछि मैले के भने मल्टी अलाइनमेन्ट वाट बहुसङ्लग्नतामा जाउँ। तर के चाहिँ भनौँ भने बहुसङ्लग्नता चाहिँ कहाँ हुन्छ भन्दा विकासमा हुन्छ। हामी विकासमा बहुसङ्लग्नता गरौँ, विश्व मुद्दा मतलब विश्व सरोकारका मुद्दामा बहुसङ्लग्नतामा जाउँ। तर हामी सुरक्षाका मामलामा अथवा हाम्रो नेपालको हित, राष्ट्रिय हित
लाई इन्करेज गर्ने सन्दर्भमा हामी नन अलाइनमेन्ट रहौँ। जस्तो भन्ने सिम्पल कुरो बताउँछु, जस्तो अमेरिका, भारत, चीनका कुनै पनि सुरक्षासँग जोडिएका, सुरक्षा स्वार्थसँग जोडिएका प्रयोग, इनिसिएटिभ, त्यस्ता गठबन्धन, त्यस्ता कुनै प्रोग्रामको हामी सदस्य बन्दैन। तर हामी अमेरिका, चीन, भारतसँग नेपालको विकासका निम्ति जस्तो सुकै सहयोग पनि लिन्छौँ। भनेको नेपालको बृहत्तर हितको लागि हामीले सम्बन्धलाई चाहिँ त्यो अनुसारले कायम राख्नु पर्यो। मैले त के भन्न खोजेको भने अहिले जस्तो त्यसको उदाहरण पनि छ। जस्तो हामीले एमसिसी लियौँ नि त, एमसिसी लिनु भनेको त्यसलाई हामी के नन अलाइनमेन्ट भन्ने कि मल्टी अलाइनमेन्ट भन्ने त एउटा सिम्पल कुरा छ नि। एमसिसीले हामीले के भन्यो भने यो कतै सुरक्षासँग जोडिया छैन भनेर लियौँ, त्यो हाम्रो विकासको संलग्नता भयो। चीनसँग हामीले बिआरआई गऱ्यौँ, एमसिसी त कार्यान्वयनमा गइसक्यो, बिआरआई कार्यान्वयनमा गएको छैन। किन गएन? अब त्यसको एकै कुरा त छ। अब भारतसँग त्यसै हामीले चाहिँ नि उसको लुकिस्ट अथवा एक्टिभ पोलिसीको मेम्बर भएका छौँ, नेबरहुड पोलिसीको हामी सदस्य छौँ। हामीले भारतसँग त हाम्रो धेरै खालका सम्बन्धहरू जोडिएकै छन्। र मेरो सिम्पल उसमा चाहिँ के हो भने हामी नेपालले अब के भनौँ भने हामी असमानता भनेको हाम्रो एउटा चाहिँ फरेन पोलिसीको जो मेजर पिलर छ, त्यो पिलरको अलि रचनात्मक प्रयोग गर्न चाहन्छौँ। त्यसैले हामीले यसलाई के भन्यौँ त भन्दा नेपाल अहिले विकास समृद्धिको चरणमा छ, हामी चाहिँ एउटा डेभलपमेन्ट र प्रोस्पेरिटीको फेजमा छौँ। अहिले हामीलाई सबैको सहयोग चाहिएको छ। त्यसैले विकासको निम्ति सबैलाई ओपन आइदिनुहोस्। तर तपाईँलाई म यस्तो कुरामा प्रवेश गर्न दिन्न कि अथवा म प्रवेश गर्दिनँ, त्यो के भने म तपाईँको सुरक्षा अम्ब्रेलाको सदस्य बन्दिनँ, तपाईँको स्ट्राटेजी कुनै पनि चाहिने फोरमको म सदस्य बन्दिनँ। किनकि त्यो बन्ने बित्तिकै मेरो चाहिने ब्यालेन्स मैले मतलब त्यो गर्ने बित्तिकै कहीँ न कहीँ फेरि पक्षधरता हुन्छ, त्यसले मलाई चाहिँ अप्ठ्यारो पार्छ। त्यसैले तपाईँ सबै आउनुहोस्, विकास गर्नु, नेपालको विकासमा सहयोग गर्नुहोस्, तर तपाईँहरूका निहित सुरक्षा स्वार्थको हामी अङ्ग बनिदिनु भन्न सकिन्छ। त्यसलाई चाहिँ मैले के भने मल्टी अलाइनमेन्ट एन्ड डेभलपमेन्ट भनौँ न त, मैले त्यो न्यारेट गर्न खोजेँ। अब यसमा चाहिँ मेरो धेरै डिबेट पनि पूर्व सचिवजीहरूसँग होइन परराष्ट्र मामिलाका विदहरूसँग मैले परिराखेँ चाहिँ तपाईँले के भन्न खोजेको भन्नुहुन्छ, मैले भन्न खोजेको कुरा यही हो। अब मैले फेरि यो भन्दै गर्दा मेरो काहीँ कतै केही इन्ट्रेस्ट छैन, प्योरली मैले देशको विकासलाई केन्द्रमा राखेर भनेको छु। देशको हित देश जब किनभने मनजी दुनियाँमा तपाईँ जब इकोनोमिकली तपाईँ इन्डिपेन्डेन्ट बन्नुहुन्छ बल्ल तपाईँको सोभरेनिटीको प्रश्न चाहिँ माथि होइन धेरैले हमला गर्न सक्दैन। आज तपाईँले चीनलाई हेर्नु भने त्यही हो, भारत पनि त्यही हो, दुनियाँ त्यही हो नि त। त्यसैले मैले त्यो भने जब तपाईँ कमसेकम आर्थिक रूपमा सुदृढ त भनौँ न त, हाम्रो अलिकति पर क्यापिटल इन्कम बढोस्, हामी चाहिँ नि आज तपाईँको कमसेकम पनि हामी कतिपय चाहिँ नि विषयमा हामी चाहिँ आत्मनिर्भर बन्न सकौँ। त्यो भइदियो भने मात्रै पनि हाम्रा कतिपय स्वार्थका विषयमा अथवा हामी नन कम्प्रोमाइजिङ ढङ्गले नेसनल इन्ट्रेस्ट हामीले कम्प्रोमाइज नगरी अघि बढ्न सक्छौँ। त्यसैले मेरो चाहिँ मूल प्रश्न विषय के भने त्यस अर्थमा यसलाई फरक गरेर गरौँ भनेको। अब यसलाई डिनाइ गरेर चाहिँ होइन, किन आज चाहिँ धेरै बदलाव आइसक्यो होइन शक्ति संरचना पनि। त्यही त यो चाहिँ संसार अब बहु ध्रुवमा बाँडिएर छ भनिन्छ, तर फेरि पनि अमेरिकाले होइन है यो चाहिँ अमेरिकन हेजोमनी अहिलेसम्म कायम छ भनेर अझै पनि त्यो खालको चाहिँ एक्टिभिटिज देखिन्छ। हामी अहिले इरान वारकै चिजमा अमेरिका इरान इजरायलको वारमा यो हेरौँ, विशेष गरी दक्षिण अमेरिकामा चाहिँ अमेरिकाले गरिएको चाहिँ एक्टिभिटिजहरूलाई हेऱ्यौँ भने त्यसले गर्दाखेरि चाहिँ हामीले नेपाल जस्तो कमजोर राष्ट्रले कस्तो खालको परराष्ट्र नीति चाहिँ अझ अवलम्बन गर्नुपर्ला र त्यसले हामीलाई कस्तो असर गर्छ। विशेष गरी अहिले संसारभरि चलिरहेको यो खालको बहुध्रुव चाहिँ राष्ट्रहरू जुन निर्माण शक्तिहरू निर्माणहरू भइरहेछन् र होइन हामी अझै पनि एक ध्रुवीय नै छ भन्ने खालको यो लडाइँको बिचमा चाहिँ हामी कसरी सुरक्षित रहन सक्छौँ या हाम्रो इन्ट्रेस्टलाई हामीले कसरी सुरक्षित राखेर फेरि हामी पनि अघि तपाईँले भने जस्तो त्यो हाम्रो चाहिँ बृहत्तर हितमा हामी कसरी लाग्न सक्छौँ। यसमा चाहिँ अलिकति हामीले जस्तो अब तपाईँले अहिले मल्टिपोलारिटीतर्फ हामी गयौँ भन्ने अथवा विश्व गयो भन्ने विषय छ नि। पहिला चाहिँ कस्तो थियो भने कुनै बेला यो विश्व युरोसेन्ट्रिक थियो, युरोसेन्ट्रिक वर्ल्ड अर्डर थियो भनेको लगभग युरोपको एउटा चाहिँ आधिपत्य थियो होइन। अब आजका दिनमा हेऱ्यो भने अमेरिका पनि माथि नै युरोपियनहरूले राज गरे नि त होइन। त्यो अमेरिका चाहिँ युरोपियनहरूको उपनिवेशै रह्यो। अब ओभरअल तपाईँ दक्षिण अमेरिका, नर्थ अमेरिका, क्यारिबियनहरू सबै युरोपियनको उपनिवेशै रह्यो। त्यो बेला हामीले के भन्यौँ भने युरोसेन्ट्रिक वर्ल्ड अर्डर भन्यौँ। तर जब द्वितीय विश्वयुद्ध पछाडि चाहिँ त्यो ठ्याक्क त्यो चाहिँ त्यो बाइपोलारिटीमा गयो भनेको पहिला युरोप केन्द्रित वर्ल्ड विश्व व्यवस्था थियो, त्यसै पछि अमेरिका र रुस केन्द्रित भयो भन्ने किसिमले भन्यो। त्यो भनौँ न युएस र युएसआरको बिचमा विभाजन भयो भनेको शक्ति केन्द्रहरू भयो, त्यसलाई हामीले कोल्ड वार भन्यौँ। त्यस पछाडि तब तपाईँको चाहिँ रसियाबाट 1991मा सोभियत सङ्घको चाहिँ होइन युएसआरको विघटन भयो। त्यस पछाडि हामीले के भन्यौँ भने अब विश्व व्यवस्थामा चाहिँ अब पुरै यो युनिपोलर भयो, अमेरिका लेड वर्ल्ड अर्डर भयो भन्यौँ। त्यो सही नै भयो। तर
तर त्यसमा जब 2008 मा एउटा ग्लोबल इकोनोमिक क्राइसिस आयो, तपाईँलाई पनि याद छ अहिले पनि। त्यो इकोनोमिक क्राइसिसले चाहिँ के गर्यो भने अमेरिकाको अर्थतन्त्र हल्लाइदियो र चीनलाई हल्लाउन सकेन। चीन चाहिँ एकदम रेजिलियन्ट इकोनोमी भएर आयो। त्यस कारणले त्यस पछाडि के भनिन्छ भने विश्व व्यवस्था अब अमेरिकाले सोचे जस्तो छैन है, र अमेरिका लेड वर्ल्ड अर्डर होइन, युनिपोलर होइन, अब मल्टिपोलारिटीतर्फ जाँदैछ भनेर भनियो। खासमा त अब चीनलाई हेरेरै भनियो, तर मल्टिपोलरहरू अथवा अरू शक्तिहरूको त्यहाँ उदय भयो, इमर्जिङ पावरहरू भएर आएर आजको दिनमा पनि के भनिन्छ भने अब कसैले विश्व व्यवस्था चाहिँ मल्टिपोलर भइसक्यो, मल्टिपोलारिटीमा हामी प्रवेश गरिसक्यो, आइसक्यो भन्ने छ। कसैले चाहिँ यो ट्रान्जिसन टुवर्ड्स मल्टिपोलारिटी पनि भन्छ, भनेको सङ्कट काल हो, यो मल्टिपोलारिटीतर्फ जाँदैछौँ पनि भन्ने छ। त्यसैले यो विषय अब यो मल्टिपोलारिटीतिर जाने गऱ्यो भन्दा चाहिँ मल्टिपोलारिटी भनेको चाहिँ अहिले झट्टै हेर्दा चाहिँ अब के भनिन्छ भन्दा भनिँदो रहेछ भने यो मल्टिपोलारिटीको एउटा अङ्ग चाहिँ अब चीन त छँदै थियो, इन्डिया पनि भयो। इन्डिया भयो, टर्की भयो, साउदी अरेबिया भयो, ब्राजिल भयो, इन्डोनेसिया भयो, होइन, दक्षिण अफ्रिका भनेको रिजन, विभिन्न रिजनमा एउटा शक्ति त्यहाँ हुने, त्यो चाहिँ मल्टिपोलारिटीको अङ्ग भए। अब यो यसलाई ब्याकड्रममा राखेर म तपाईँलाई के भन्छु भने अघि तपाईँले एउटा उठाउनु भयो, अब जहाँ तर भन्न चाहिँ मल्टिपोलारिटी भन्छ, तर अमेरिकन डोनाल्ड ट्रम्पले जे चाह्यो त्यही भइरहेछ भन्नु पनि यो चाहिँ किन भएको भने यसलाई चाहिँ अलिक फरक ढङ्गले बुझौँ है त। मैले यसलाई के भन्छु भने नि अहिले डोनाल्ड ट्रम्पले जे गरेका छन् यसले चाहिँ अमेरिका चाहिँ डिक्लाइनिङ पावर भन्ने मेनिफेस्ट गर्छ। चाइना इज इमर्जिङ पावर, अमेरिका इज डिक्लाइनिङ पावर। किन मैले यो भनेको भने डोनाल्ड ट्रम्पले जब अमेरिका फर्स्ट पोलिसी लिएर आए, जब डोनाल्ड ट्रम्पले प्रोटेक्सनिस्ट फरेन पोलिसी लिएर आए, त्यसको अर्थ के हुन्छ भने तपाईँ जब सङ्कटमा हुनुहुन्छ तपाईँले अमेरिका पहिला मेरा नागरिक, मेरो देश पहिला बचाउनु पर्छ भन्न थाल्नुहुन्छ। किन अमेरिकाको पोस्टर, अमेरिका त ग्लोबल पावर हो नि, सुपर पावर हो नि, उसका केही ग्लोबल रेस्पोन्सिबिलिटी हुन्छ नि त। तर उसले त्यसलाई छोडेर के भन्यो भने अब म मेरो नागरिक हेर्छु, म मेरो देशको स्वार्थ हेर्छु, अहिले मैले धेरै कुराहरू गर्न सक्दिनँ भन्नुको अर्थ चाहिँ अमेरिकामाथि सङ्कट आइलागेको छ भन्ने अर्थ लाग्छ एउटा त्यो। ठ्याक्कै फेरि रिभर्समा के छ भने चीनले चाहिँ फेरि के गर्यो भने होइन, अमेरिकाले हिजो जुन ग्लोबल इन्स्टिट्युसन अमेरिकाले बनायो, एकदम हेरे मन्जीबाट यो इन्ट्रेस्टिङ केस छ। हिजो जुन इन्स्टिट्युसनहरू अमेरिकाले निर्माण गर्यो होइन, तपाईँ हेर्नु न, मार्शल प्लान ल्याएर जसरी गर्यो त्यस अन्तर्गत होइन, जे अरू धेरै विषयहरू आयो भनौँ न, एकैछिन भनेको अब युरोपको पुनर्निर्माण भनौँ न, युरोप त द्वितीय विश्वयुद्ध पछाडि धेरै ध्वस्त भयो। त्यो पुनर्निर्माण गर्न जे पोलिसीहरू लिएर आयो, वर्ल्ड ब्याङ्क बनायो, IMF बनायो होइन, यी सबै इन्स्टिट्युसनहरू आज अमेरिकनहरूले नै बरु ओन गर्दैन, तर चाइनाले ओन गरिदियो। चाइनाले के भन्यो भने यी हामी मान्छौँ भनौँ। त्यति मात्रै भनेन कि आज अमेरिकाले के गर्यो, अमेरिका चाहिँ रिजनल अलायन्स बनाउँदै हिँडेको छ, सेक्युरिटी अलायन्स बनाउँदै हिँडेको छ, जस्तो क्वाड बनायो होइन, तपाईँको उसका अर्का कतिपय चाहिँ तपाईँको अकस भन्ने यस्ता खालका चाहिँ सेक्युरिटी चाहिँ नि रिजनल फोरमहरू बनाएर छ। तर चीनले चाहिँ के गर्यो, ग्लोबल इनिसिएटिभ बनायो, जस्तो उसले डेभलपमेन्ट इनिसिएटिभ बनायो, सिभिलाइजेसन इनिसिएटिभ बनायो, अनि सेक्युरिटी इनिसिएटिभ बनायो। त्यसरी मैले भन्न खोजेको चाहिँ ग्लोबल इनिसिएटिभ भर्सेस रिजनल सेक्युरिटी अलायन्सतिर भयो। त्यो पछि एउटा सेक्युरिटी अलायन्सको नेतृत्व गर्छ अमेरिकाले, अनि ग्लोबल इनिसिएटिभ गरेको त्यो चीनले, भनेको अब शक्ति कुन हो भन्ने प्रश्न आयो नि त। त्यसरी मैले तपाईँलाई भन्न खोजेको भने अब हामी मल्टिपोलरिटीको युगमा छौँ, ठिक छ, झट्टै हेर्दा अमेरिकाले जे चाहे त्यही भएको जस्तो कता कता लाग्छ। तर मलाई के लाग्छ भने मलाई चाहिँ आज अमेरिकाको 50वटा स्टेटमा डोनाल्ड ट्रम्प विरुद्ध नागरिकहरूको चाहिँ विरोध पनि तपाईँले हेर्नु भएको छ। अमेरिकी सिनेटमा, अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ अथवा अमेरिकी कङ्ग्रेसमै पनि इभन रिपब्लिकनका 2-3जना सांसदले नि क्रस गरेर चाहिँ नि होइन डोनाल्ड ट्रम्पमाथि प्रश्न उठाएको पनि हामीले हेरेकै छौँ। भन्दाखेरि त बिस्तारै चाहिँ उनी ग्लोबल यो सुपर पावर होइन, यो अथवा मैले अघि ओभरअल मैले भन्न खोजेको भने यो अवस्थामा अमेरिका चाहिँ डिक्लाइनिङ पावर भन्दैछ, चीन चाहिँ इमर्जिङ पावर भन्दैछ। अब यसले चाहिँ सवारी रूपमा के हुन्छ भने अघि अस्ति बडा इन्ट्रेस्टिङली राष्ट्रपति सीले जे भन्नुभयो नि, त्यो भनेको विषय चाहिँ बडा महत्त्वपूर्ण छ। उसले भनेको चाहिँ यो हामी स्पार्टा र एथेन्सको जस्तो होइन, तपाईँको थसुदै ट्र्यापमा चाहिँ नजाउँ होइन, त्यसले चाहिँ राम्रो गर्दैन भनेको। हामी इमर्जिङ छौँ, तिमी अलरेडी स्थापित पावर हो, तिम्रो पावरमाथि प्रश्न उठ्ने अथवा यस्तो भएका नाममा यदि तपाईँले कुनलाई समाप्त पार्न खोजिन्छ भने राम्रो गर्दैन भनेर जे भन्नबाट योजनाबद्ध ढङ्गले मिलाएर बोलेको छ कि मैले भन्नु खोजेको। हिजो जसरी चाहिँ स्पार्टा विकसित थियो, एथेन्स चाहिँ कमजोर थियो, पछि एथेन्सले विकास गर्यो, स्पार्टालाई एउटा चाहिँ उसमाथि उसले
अनसिक्योर फिल गर्यो, जुन द्वन्द्व भएर पेलो पोसियन वार भयो त्यसले जुन खालको युद्धमा लग्यो त्यो अवस्था नआओस् भन्न खोजेको देख्छु। भनेको त्यसलाई ठ्याक्कै उनीहरूले अहिले यो जियो पोलिटिकलमा खासमा अलि बढी इकोनोमी जोडेर चाहिँ के भन्छन् भने डिकप्लिङ कि डिरिस्किङ। सो अमेरिकाले चाहिँ पहिला के सोच्यो भने डिकप्लिङ गर्न सकिन्छ भन्ने ठान्यो चीनसँग, भनेको पूर्ण रूपमा निषेध गरेर जान सकिन्छ भन्ने थियो। तर आजका दिनमा चाहिँ होइन, डिकप्लिङ गर्न सकिँदैन। डिरिस्किङ भनेको चाहिँ कमसेकम अमेरिका चीनबाट हुने त्यस्ता खालका खतराहरूलाई बरु न्यूनीकरण चाहिँ गरेर जाउँ न, तर चीनसँग सहकार गर्नुपर्ने पनि हुनसक्छ भन्ने तहमा आएर त्यो कुरा चाहिँ अस्ति चाहिँ नि होइन डोनाल्ड ट्रम्पको चीन भ्रमणमा पनि अभिव्यक्त भएको छ। अब मलाई डाउट के छ भने यो यदि कुनै लार्जर होइन स्ट्राटेजिक गेम प्लान नभएर यदि स्टेट कुरा गरेको भए त यो ठिक छ, हामी अहिले कमसेकम पनि त्यहाँभित्र केही न केही एउटा चाहिँ वैश्विक अर्डर ट्र्याकमा आउने म देख्छु। अब होइन, यो स्ट्राटेजिक मुभ भएर अहिले चीनलाई चाहिँ केही समय होइन अलि पज गरेर फेरि एग्रेसिभ खालको चाहिँ एग्रेसन अथवा त्यसमा जान खोजेको भए त फेरि यसले भोलि एउटा ग्लोबल अर्डर, अहिले नै म त डिसअर्डर भन्छु, फर्दर यो चाहिँ डिसअर्डर हुने खतरा देख्छु मैले चाहिँ। चीनकै कुरा गर्ने भने पछिल्लो समय सबै शक्ति राष्ट्रका प्रमुखहरू चाहिँ लाइन लगाएर चीन भ्रमणहरू भइरहेछ। तपाईँले अघि नै हाम्रो संवादको सुरुवातमा अमेरिका राष्ट्रपति, रुसका राष्ट्रपतिको कुरा गऱ्यौँ, त्योभन्दा अगाडि बेलायतका प्रधानमन्त्री, त्योभन्दा अगाडि क्यानाडाका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति। अहिले साँच्चै हेर्ने हो भने चीनका राष्ट्रपतिलाई शक्ति राष्ट्रका प्रमुखहरूलाई स्वागत गर्न भ्याइ नभ्याइ छ। यसले पनि त्यो ग्लोबल अर्डर चेन्ज हुँदैछ भन्ने खालको त्यो म्यासेज पनि दिन खोजे हो। अभियसली हो, यसमा त फेरि निसन्देह नै हो यसको, किनभने कतिपय राष्ट्र प्रमुखहरूको धेरै वर्षपछिका भ्रमणहरू भएको छन्। बेलायतको प्रधानमन्त्रीको त साँच्चै भने 10 वर्षपछिको भ्रमण भएको होइन, त्यतातिर गइरह हो। एकदमै एब्सोल्युटली हो। त्यसको कारण छ जस्तो तपाईँ एउटा हेर्नु, अमेरिकाको सबभन्दा ठुलो अलाइ कोही थियो भने युरोप थियो नि त। तर आज युरोपको लगातार तपाईँले अघि नाम लियो युरोपियन युनियनका त्यसो अगाडि होइन लगातार फ्रिक्वेन्टली एकदमै चाहिँ भ्रमण भएको छ। चीनको बेजिङको भ्रमण गर्नुभएको छ उहाँहरूले, र उहाँहरूले चाहिँ नि साँच्चै भन्यो भने चीनसँग सहकार्य गर्न खोज्नु भएको छ। भनेको अमेरिका डोनाल्ड ट्रम्पले के गरे, युरोपियनहरूलाई गरी नाटोमा बढी तेरो कन्ट्रिब्युसन बढा भन्ने, घरि चाहिँ यसो गर भन्ने उसो गर भन्ने, उनले जसरी जे भन्यो त्यसले चाहिँ युरोपियन जसँगको उसलाई चाहिँ एउटा पुरानो एल्लाई चाहिँ आज तोडियो र उनीहरू बिस्तारै चाहिँ अमेरिकाबाट हुँदैन। अब हामीले आफ्नो हिजो चाहिँ हामीले सबै सेक्युरिटीको जिम्मा चाहिँ नेटोलाई दिउँ अथवा अमेरिकालाई दिउँ, अमेरिकाले बनाइदिन्छु भन्यो होला भने मान्यो, आज चाहिँ आपत पर्दा त सहयोग नपाइँदो रहेछ भन्ने महसुस भएर उनीहरू बिस्तारै चेन्ज गर्न लागे अमेरिकन युरोपियनहरू पुरै। अब तपाईँले आसियानको त कुरै नगरौँ, आसियान त अब चीनको आडमै भइहाल्यो, त्यसै पनि चीनसँग सम्बन्ध राम्रो हुने भइहाल्यो। तपाईँलाई अर्को पनि म स्मरण गराउँछु, जस्तोमा झट्टै हेर्नु, डोनाल्ड ट्रम्पले आउने बित्तिकै तपाईँको जसरी चाहिँ नि तपाईँको पनामा क्यानलमा एउटा मैले बनाइदिएको मलाई दिऊ भनेर पनामा क्यानल नियन्त्रणमा लिए, त्यहाँदेखि नै उनको मुभहरू देखिन्छ। भनेको साउथ अमेरिकामा पनि चाहिँ चाइनाको एउटा खालको राम्रो चाहिँ नि होइन एक प्रभाव थियो। अब अफ्रिकामा त धेरै ठाउँमा माइनिङ ठुल्ठुलो चाहिँ उसमा चाइनाले लगानी गरेकै छ भन्दाखेरि त बिस्तारै चाइनाको रिकग्निसन, ग्लोबल रिकग्निसन बढ्दैछ, अमेरिकाको चाहिँ ग्लोबल रिकग्निसन खुम्चिँदैछ। त्यसैले मैले चाहिँ के भन्छु भने ग्लोबल अर्डरमा सिफ्ट आउने कुरा त सबैले स्वीकार गरेकै भयो। अबको ग्लोबल अर्डर चाहिँ एसिया लेड वर्ल्ड अर्डर हुन्छ, त्यसको लिडर चाहिँ चाइना हुन्छ र त्यसको चाहिँ सेकेन्ड लिडर चाहिँ भारत बन्छ। त्यसैले चाहिँ यस्तो अवसर हामीले आउँदैछ कि हाम्रा उत्तर र दक्षिण छिमेकीहरू चाहिँ अबको विश्व अब निर्माण हुँदै गरेको विश्व व्यवस्थाका नेता हुन्, लिडर हुन्, त्यसको बिचमा हामी छौँ र त्यसले स्वाभाविक रूपमा चाहिँ हाम्रो एसियन एउटा सेन्चुरीको स्थापना गर्छ, हामीले भनेका पनि छौँ होइन। त्यो भनेको चाहिँ हामीलाई एडभान्टेज छ, योबाट हामीले फाइदा लिन सक्नु चाहिँ पर्छ। तर त्यसका निम्ति अब हामीले पनि एकदमै कसियसली हामीले यो चेन्जिङ ग्लोबल अर्डरलाई पनि हेर्ने, हाम्रो नेबरहरूको रोलहरूलाई पनि हेर्ने र हामी कहाँनिर छौँ त, वेयर वी स्ट्यान्ड भन्ने कुरालाई चाहिँ हामीले क्ल्यारिफाई गरेर जानुपर्छ र कमसेकम हाम्रो सम्बन्ध हामीले कायम राख्दा चाहिँ होइन कुनै राष्ट्रले डिफेन्सिभ फिल पनि नगरोस्, कुनैले एग्रेसनको फिल पनि नगरोस्। ब्यालेन्स भनेको मैले तराजुमा जो के यस्तो ब्यालेन्स त हुन्न, तर रिलेटिभ सापेक्षिक ब्यालेन्स मेन्टेन गरेर हामी जान सकौँ। त्यसका निम्ति चाहिँ प्रधानमन्त्रीले अथवा हाम्रो सरकारले अझ मलाई भन्नुहुन्छ भने त विदेश सम्बन्ध, परराष्ट्र सम्बन्ध जस्ता विषय कुनै सरकारको विषय मात्रै होइनन्, यो राज्यका विषय, राज्यभित्र त विपक्षी दल पनि पर्लान्, नागरिक पर्छन्, सबै सरकारवाला पर्छन् भनेपछि त कमसेकम पनि यो विषय एउटा चाहिँ समझदारी गरेर कायम गरेर जानु पर्यो। हामी भन्यो नि मैले, हामीले एकदम अवसरको नजिकमा छौँ, हामीले अवसर के हो भनेर पहिचानै पनि गर्न सकेका छैन र अब पहिचानै नगरिसकेपछि तपाईँ त्यो अवसरलाई लिन सक्नुहुन्न नि त। त्यसो
त्यो पहिचान छिटो गरौँ र त्यो लिन सक्ने वातावरण हामी बनोस्। त्यस कारण कमसे कम सरकारले अहिले एउटा युवाको सरकार छ, लिड गरिरहेको छ, के गरौँ भन्ने हुटुटी छ भने चाहिँ उहाँहरूले कमसेकम यसको समन्वय गरेर गइदियो हुन्थ्यो भन्ने मेरो अपेक्षा हो। अब प्रधानमन्त्रीको फेरि यो अहिलेको कदम हेर्दा चाहिँ समन्वय गर्ने खालको देखिन्न, फेरि अलि आइसोलेसनिस्ट खालको चाहिने पोलिसी लिएर हिँड्दा देख्छु मैले। यसले त फेरि हामीलाई त कहाँ पनि पुर्याउँदैन फेरि। गोपालजी, यो अन्तर्राष्ट्रिय सम्बन्ध र विशेष गरी हामीले जुन जुन विषयमा अहिले कुरा गऱ्यौँ, यो हाम्रो संवाद पक्कै पूर्ण छैन, यो हाम्रो सिरिजकै रूपमा हामी यसलाई लिनेछौँ। तपाईँको समयको लागि, महत्त्वपूर्ण हामीलाई समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। र आगामी दिनमा हामी यसलाई सिरिजको रूपमा चलाउनेछौँ र थप विषयवस्तुहरू, आज पुरा अपुग भएका विषयवस्तुमा हामी अर्को सिरिजमा फेरि गफ गर्नेछौँ। यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद भन्छु। म एउटा कुरा चाहिँ के भन्छु भने यो तपाईँले जे गर्नुभयो जस्तै राष्ट्रिय हित अथवा नेपालको हित, नेपालको इन्ट्रेस्ट भनेर हामीले भन्छौँ नि, सधैँ महत्त्वपूर्ण विषय। त्यसैले यस्ता श्रृङ्खलाहरू चाहिँ नियन्त्रण गर्नु होला। यसले एउटा कमसेकम पनि तपाईँ नागरिकको रूपमा एउटा चाहिने होइन अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्ने नागरिकको रूपमा पनि एउटा ठुलो कन्ट्रिब्युट गर्छ नेसनलाई भन्ने लाग्छ। तपाईँलाई धन्यवाद छ मलाई अवसर दिनुभयो। थ्याङ्क यू।